औषधिहरूको प्रयोग गर्नु गरिराख्नु भएको छ त्यो अलिकति जिम्मेवार तरिकाले औषधिहरू प्रयोग गर्नको लागि र त्यो कतिको चाहिँ किसानहरू तपाईँहरूको सम्पर्कमा भएका किसानहरू सचेत छन् र यस क्षेत्रमा अलिकति हाम्रो पेसाकर्मीहरूले सचेत गराउँदै अनि औषधिहरूलाई चाहिँ उचित तरिकाले प्रयोग गर्नको लागि के कस्तो सहयोगको अपेक्षा चाहिँ हाम्रो कृषकहरूले गर्नुभएको छ त्यसमा पनि आफ्नो धन्यवाद। सबैभन्दा पहिले हाम्रो देशमा चाहिँ धेरै किसानहरूमा पशु औषधिको जिम्मेवार प्रयोगबारे आंशिक रूपमा मात्र सचेत भएको जस्तो लाग्छ मलाई। केही व्यवसायी किसानहरूले भेटनेरी चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्नुहुन्छ भने धेरै किसान साथीहरूले चाहिँ साना तथा परम्परागत किसानहरूले अझै पनि अनुभव वा औषधि पसलको सुझावमा निर्भर हुने अवस्था छ। यसले गर्दा केही समस्याहरू देखिएको जस्तो लाग्छ सर मलाई। त्यो अनावश्यक वा गलत औषधि प्रयोग भइरहेको जस्तो लाग्छ एउटा कुरा। अर्को एन्टिबायोटिक दुरुपयोग भइरहेको जस्तो लाग्छ, जसले एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्समा जोखिम बढाइरहेको हो कि जस्तो लाग्छ। अर्को कुरा औषधिको डोज अवधि रेटको व्यवस्था गरिएको जस्तो पनि लाग्छ सर मलाई। अब प्रश्न आउँछ उनीहरूलाई कस्तो सहयोग आवश्यक पर्छ त भन्ने कुरा। त्यसमा चाहिँ एउटा किसानहरूलाई सरल भाषामा व्यावहारिक रूपमा औषधि कसरी कहिले किन प्रयोग गर्ने भन्ने सिकाउन आवश्यक देखिन्छ। अर्को कुरा गाउँ स्तरमै प्राविधिक सेवा उपलब्ध भएमा किसानले आफै हिँडेर गर्नुको सट्टा विशेषज्ञको सल्लाह दिन सक्छ र पालिका स्तरमा प्रयोगशाला सेवा भएमा प्रयोगशाला परीक्षण गरेर मात्र औषधिको प्रयोग गर्न पाउँछन् जस्तो लाग्छ। अर्को कुरा औषधि बिक्रीमा नियम मुख्य कुरा यही हो जस्तो लाग्छ सर मलाई। अब विशेषज्ञ बिना एन्टिबायोटिक औषधि बजारमा साथसाथै बिक्री भइरहेको जस्तो देखिन्छ। त्यो नियन्त्रण मात्रै गर्न सकियो भने गलत प्रयोगबाट चाहिँ घटाउन सकिन्छ कि जस्तो लाग्छ। यसमा अन्त्यमा किसानहरूलाई दोष दिने भन्दा पनि हामी सबैजना मिलेर उनीहरूलाई सक्षम बनाउने वातावरण तयार गर्नु समाधान हो। सही जानकारी सेवा नीति समर्थन रहेमा किसानहरू जिम्मेवार औषधि प्रयोगतर्फ अवश्य अग्रसर हुन्छ जस्तो लाग्छ। धन्यवाद। यसै सन्दर्भमा उपभोक्ताको तर्फबाट यहाँ हामी कहाँ राष्ट्रिय उपभोक्ता महासङ्घको अध्यक्ष हुनुहुन्छ। यो हुन त हामी सबै उपभोक्ता छौँ। यसमा खास गरी पशुजन्य उत्पादनहरूको जुन चाहिँ उहाँले अलिकति आएर दिनुभयो कि औषधिहरू चाहिँ प्रयोगको कुराहरूलाई त्यसलाई रिलेट गर्दै अनि हजुरहरूले चाहिँ के कस्तो चाहिँ यो भेटनरी प्रोफेसनमा लागेका हामी प्रोफेसनलहरूले के गर्यो भने अलिकति स्वच्छ खालको पशु उत्पादनहरू किसानले उपभोक्ताले पाउँछ। धन्यवाद। सबैलाई पूर्व सचिवदेखि सबैलाई नमस्कार। मैले एकै मुष्ट गरेँ समयको अभावमा। वास्तवमा तपाईँलाई धन्यवाद। आज यो भेटरनरी दिवसको यो पूर्व सन्ध्यामा आयोजना गरेको यो कार्यक्रममा अहिले आम उपभोक्ता म त भन्छु मेरो 40 वर्षको यो अनुभवमा सबैभन्दा पीडित हो। र म कसैलाई दोष दिन्छु। जस्तो भर्खर माधवजीले भन्नुभयो किसान आफैले पनि थाहा दिएर जानेर र बिक्री वितरण गर्ने व्यवसाय त्यस्तै छ अनि खाने हामी उपभोक्ता पनि त्यस्तै उपभोग गर्ने। मैले यति मात्र भन्न चाहन्छु वास्तवमा उपभोक्ताहरूको मुख्य चिन्ता 5-6 छ। म छोटकैमा भन्न चाहे एउटा त अवशेषको यो जस्तो उत्पादन गर्दाखेरि कृषकहरूले उत्पादन गर्दाखेरि माछा मासु अन्डा दुध लगायतका भोग्य वस्तुहरू उत्पादन गर्दाखेरि विशेष गरेर यो रेसिड्युजको जोखिम धेरै मात्रामा छ। त्यसरी नै जिनोटिकको रोगहरूको सम्भावना त्यत्तिकै छ। अनि एन्टिबायोटिकको जो अवशेषहरू त्यो अवशेषहरूको अवस्था पनि धेरै नै छ र मिसावट र अस्वस्थकर प्रशोधन हुँदा वा बिक्री वितरणको कुरा अस्ति मात्रै तपाईँको ब्रोइलर प्रोग्राम
मानि बिरामी भएर कुखुराको मासु खाएर बित्न जाँदै हामी कहाँ हामीले सुनिसकेबाट त्योभन्दा दुर्भाग्य के होला र। अनि अर्को कुरा हर्मोन र विषादीको प्रयोग जथाभावी एकदम माछा मासुमा जसरी हर्मोनको प्रयोग गर्न थालेको ग्रोथ हर्मोनको त्यो पनि अत्यन्त ठुलो चाहिँ समस्याको रूपमा आएको थियो, चिन्ताको रूपमा आएको थियो। अनि अन्तमा यो दानाको कुरा छ। दाना खुवाउने नाममा दाना जथाभावी दानामा विभिन्न कुराहरू निकाल गर्ने लगायतका कुराहरू समस्याहरू आइरहेछन्। त्यो जम्मैको समस्याको एकै ठाउँ बनाउने काम उपभोक्ताका। अनि अर्को कुरा अब तपाईँहरू चिकित्सकको भूमिकाको कुरा आउँछ, महत्त्वपूर्ण छ प्रार्थना। तपाईँले उसमा पनि स्लोगनमा पनि लेख्छ, चिकित्सकहरू नै यो भेटरिनरी चिकित्सकहरू नै यो मासुजन्य अब चाहिँ जन्य पदार्थको उपभोगमा तपाईँहरूले लगाइदिएर तपाईँहरूले नै हालेको छ उपभोक्तालाई। मैले यस्तै लिन्छु र यसको लागि पहिलो कुरा त अब जस्तै ईश्वरजी हुनुहुन्छ, प्रमाणीकरणको अनुज्ञा पत्र लिनुपर्ने लगायतका लाइसेन्सका जुन समस्याहरू छ त्यसलाई चाहिँ हामीले प्रभावका रूपमा कार्यान्वयन गर्नुपर्छ भने एउटा त नियमनको दायरा पनि बढाउनु पर्ने अवस्था छ। त्यसरी नै हामी भन्छौँ नि तपाईँको कोर्टदेखि कोर्टसम्म जुन समस्या अहिले त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ नजिकबाट अध्ययन गरेर त्यसलाई कसरी निराकरण गर्ने त्यो हिसाबमा जानुपर्छ। र हामीले पनि गरिरहेको अर्को कुरा जनचेतना कतिवटा अवेरनेसको कुराहरूमा चाहिँ कृषकहरूलाई नै एवेरनेस गर्ने कुरा अथवा व्यवसायीहरूलाई एवेरनेस गर्ने कुरा, यो कुराहरू अनिवार्य आवश्यक। त्यसमा तपाईँहरूको ध्यान जानुपर्छ भन्ने मेरो रहेछ। र त्यसरी स्लटर र स्लटरको कुराहरू प्रशोधन क्षेत्रका कुराहरू नेपाल भरमा कुरा गर्दाखेरि अब म त काठमाडौँकै रैथाने नेवार परेँ, त्यो भैँसी काटेको देखेर आफूले जनजात खाइरहेको त्यो भैँसी काटेको देख्दाखेरि आफूलाई घिन लाग्छ कहिलेकाहीँ। त्यो अवस्थामा अब विष्णुमती यही छ, विष्णुमतीमा त्यो यस्तो बिहान गयो भने अहिले पनि महानगरपालिकाले तपाईँको 20औं वर्षदेखि प्रयास गरिरहेको छ सफलता छ। त्यही कारण यसलाई पनि हामीले त्यहाँ महत्त्वपूर्ण एउटा विषयको रूपमा लिएर इस्युको रूपमा लिएर पशु चिकित्सकहरूले यो काम गर्नुपर्छ मेरो भनाइ छ। अर्को कुरा यो असल पशु पालन अभ्यास अनि जिएटी होइन गुड एनिमल प्र्याक्टिसको यो चाहिँ यो प्र्याक्टिसलाई हामी अब चाहिँ सघन रूपमा गर्नुपर्छ भन्ने मेरो एउटा आह्वान छ। र गुणस्तर प्रमाणीकरण नेपालमा सायद मेरो विचारमा हामीले गुणस्तर प्रमाणीकरण भने त यो अहिले कल्पनाको विषय नै भइरहेको छ। हामी आफै चाहिँ तपाईँको फ्रेस मासु चाहिन्छ भनेर तपाईँको त्यो काट्नु पाएको चाहिँ लिएर चाहिँ भरा लिएर भएको गाह्रो खाने जानु पऱ्यो हामी सबै नेपालीहरू। त्यसै त बिर गोल खाँदी, त्यही कारण हामीले एउटा प्रब्लम त्यो पनि छ। त्यसलाई अप्रमाणीकरण गर्ने त्यो एउटा चाहिँ तपाईँलाई सहज रूपमा आयो। जस्तो हामीले युरोपको स्ट्यान्डर्डमा नल्याउन कमसेकम हामी आफ्नै स्ट्यान्डर्ड बनाएर त्यसलाई अगाडि बनाउन सक्यो भने राम्रो हुन्छ भन्ने मेरो आह्वान छ। अब मैले अहिले यति नै भनेपछि धन्यवाद। अब म खाद्य प्रविधितिर जान्छु। नेपालमा पशुजन्य खाद्य श्रृङ्खलामा यो पशुधन र यो मूल्य श्रृङ्खलाको अवस्था के कस्तो खास गरी प्रोसेसिङको तर्फबाट र त्यहाँनिर हामीले सुधार्नुपर्ने कुराहरू के कस्ता छन् र यसमा हाम्रो यो अहिले जसरी पाराले यसमा मल्टिडिसिप्लिनरी एप्रोच चाहिँ यहाँ राखिराखेका छौँ, यस्तै एप्रोच के कसरी हिँड्न सक्छ सोधाएर उहाँले भने जस्तै हामीले सोच्न चाहिँ पालन चाहिँ धन्यवाद। यहाँ सम्पूर्ण शरीरलाई नमस्कार। मेरा अग्रजहरू पनि यहाँ हुनुहुन्छ, गुरुहरू होइन। अब त्यो खाद्य श्रृङ्खलाको गुणस्तरको बारेमा मैले बोल्नु भनेको चाहिँ अब स्वर्गमा इन्द्रको अगाडि स्वर्गको प्यान्ट जस्तै नि हुने त्यो मैले। तर पनि अब यहाँ एज अ फुड टेक्नोलोजिस्ट होइन खाद्य प्रविधिका विभागमा म कार्यरत छु र त्यहाँ एउटा
जुन एग्रिकल्चर जुन पोलिसी छ, खाद्य फुड पोलिसी छ र त्यो थिम्समा त्यो रेगुलेटरी फ्रेममा रहेर हामीले काम गर्ने सन्दर्भमा गुणस्तर र यहाँले अघि नै भन्नुभयो मूल्य श्रृङ्खलाका कुरा, जहाँ यो कस्तो छ भने जस्तो कस्ट र क्वालिटीको कुरो है। कस्ट र क्वालिटी कहिले पनि कम्प्रोमाइज हुँदैन वास्तवमा। अब वाट इज क्वालिटी होइन, गुणस्तर के हो? किन हामी समग्र रूपमा क्वालिटीकै बारेमा नै छौँ। भेटरी ड्रग्सको कुरो होस् अथवा एन्टिबायोटिक्स अथवा पेस्टिसाइडका कुराहरू, कुनै पनि एडिटिभ्सको कुरोहरू हुनसक्छ होइन। अब यो सम्पूर्ण के भन्दाखेरि क्वालिटी हो। क्वालिटी भनेको फर युज, जिरो डिफेक्ट होइन, कन्सेप्ट त त्यो हो नि। तर अब 1970sतिरको कुरो गर्ने भने पाउने गुणस्तर थियो। तर अहिले न्यू मिलेनियममा त अब यो पाउने गुणस्तर भनेर भन्नु त मिलेन। अब पाउनु फिट फर युज एलोङ विथ द्याट सुड मिट आवर कस्टमर एक्सपेक्टेसन। कस्टमरको एक्सपेक्टेसन पनि मिटाउनु पर्यो। यो सन्दर्भमा चाहिँ अब यो हामीले अहिले जुन फुड पोलिसीको कुराहरू छ, हामीले खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग जुन कृषि मन्त्रालय अन्तर्गत जुन 3वटा विभागमा 3वटा एपेक्स रेगुलेटरी बडीको रूपमा स्थापित छ, जुन यसले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2021 नयाँ ऐन आएको छ। पछि पनि सुनेको छ नयाँ ऐन आएको छ, पहिला खाद्य ऐन 2023 थियो। अब यो ऐनमा रहेर हामीले काम गर्दै जाँदाखेरि चाहिँ सरले अलिअलि भन्नुभयो फार्म लेभलबाट जुन फुडको जुन एउटा जर्नी, जुन एग्रिकल्चर फार्म लेभलबाट सुरु भएर कन्ज्युमर तपाईँ हाम्रो टेबलमा आउँदाखेरि हामी सबैको इक्वली रेस्पोन्सिबिलिटी त छ है। भन्नु मतलब फेरि क्वालिटी भनेको एकजनाले मात्र त्यो फुटबलको गोल एकजनाले मात्र राम्रो खेलेर त हुँदैन, सबैले इक्वली रेस्पोन्सिबल हुनुपर्छ। र यसमा चाहिँ रेगुलेटरी बडीको धेरै ठुलो एउटा जिम्मेवारी छ। अब एज अ रेगुलेटरी बडीले गर्ने काम के हो त? अब यो मूल्य श्रृङ्खलाको कुरा पनि भन्नुभयो। यद्यपि मूल्य श्रृङ्खला हामी हेर्दैनौँ। हाम्रो यो फुड डिपार्टमेन्ट अफ फुडमा चाहिँ यो के अरे हाम्रो जुरिडिक्सनमा पनि पर्दैन। तर पनि अब यसको मतलब कस्ट, अब सरले नै बोल्नु होला कस्टको बारेमा चाहिँ होइन। तर पनि मूल्य श्रृङ्खलाको कुरा गर्दाखेरि चाहिँ हाम्रो देशमा कृषि प्रणाली कस्तो छ भन्दाखेरिहरूको परम्परागत र आधुनिक दुवै सर्वप्रथमले सँगसँगै विद्यालय पनि टाढेलाई दुईवटा सँगसँगै गर्दछ। त्यो कारणले गर्दा यस्तो कम्प्लेक्स, यस्तो मिश्रित छ है, एकदम मिश्रित छ। त्यो कारणले गर्दाखेरि अब यसमा चाहिँ के छ भन्दाखेरि सम्पूर्ण स्टेक होल्डरको उत्तिकै रेस्पोन्सिबल छ। जस्तो फार्म लेभलमा हजुरले भन्नु धेरै ठुलो रोल छ। किनभने क्वालिटी अफ द फिनिस प्रोडक्ट इन्टायरली डिपेन्ड्स अन द क्वालिटी अफ द र मेटेरियल्स छैन। र मेटेरियल्सको क्वालिटी राम्रो भएन भने फिनिस प्रोडक्ट हामीले एक्सपोर्ट गर्ने। त्यो कारणले गर्दाखेरि गुड एग्रिकल्चर प्र्याक्टिस त यो विषयमा कुरा गर्दा लामो हो, तर गुड एग्रिकल्चर प्र्याक्टिस होइन, भेटनरी प्र्याक्टिसको कुराहरू आउँछ। अब इन्डस्ट्रीमा काम गर्दाखेरि गुड हाइजेनिक प्र्याक्टिसको कुरा आउँछ, गुड म्यानुफ्याक्चरिङको कुराहरू आउँछन्। अब सर्टिफिकेसनको कुरा गर्दाखेरि तपाईँको आइएसओ 2000का कुराहरू आउँछन्, 86CP GMP का कुराहरू आउँछन् होइन। त्यो क्वालिटीलाई एस्योर गर्नको लागि एउटा टेस्टिङ तपाईँको अब भ्यालिड सर्टिफिकेट ISO 27025 कुराहरू आउँछ। अब त्यो सम्पूर्ण तपाईँको स्टेक होल्डर कम्पोनेन्ट्सहरूले चाहिँ राम्रोसँग काम गर्यो भने मात्रै इन्डस्ट्रीबाट आउने प्रोडक्टहरू चाहिँ राम्रो हुन्छ र क्वालिटी राम्रो भने कस्ट पनि त्यो अनुसार मैले अलरेडी मेन्सन यो क्वालिटी र कस्ट पनि कम्प्रोमाइज हुँदैन। तर राम्रो क्वालिटी छ भने त्यहाँ कस्ट चाहिँ त्यहाँ तपाईँको हुन्छ, भ्यालु एड हुन्छ। त्यस कारणले गर्दाखेरि हामी सम्पूर्ण स्टेक होल्डरहरूले कन्ज्युमर पनि के भन्नु रेस्पोन्सिबल छ, फेरि कन्ज्युमर पनि स्टेक होल्डर हो होइन। अब अर्को कुरा के छ भने हाम्रो जुन फुडको जुन फ्लो छ, फुडको फ्लो फार्म लेभलदेखि तपाईँको कन्ज्युमर्समा आउँदाखेरि अथवा मार्केटिङको मात्र कुरा गर्ने भने तपाईँको डिलर, तपाईँको होलसेलर, रिटेलर, कन्ज्युमर यति लामो चेन छ। त्यो चेनले गर्दाखेरि पनि कस्टमा चाहिँ भेरिएसन हुन्छ। फर इक्जाम्पल चितवनमा तपाईँको 60 रुपियाँ लिटर दुध पर्छ भने काठमाडौँमा आउँदाखेरि अब तपाईँको 100 रुपियाँ होला अथवा 120 रुपियाँ लिटर होला। त्यो किन त भन्दाखेरि मध्यस्थकर्ता यति धेरै भए त्यो मध्यस्थकर्ताको कारणले गर्दाखेरि हुन त अब बिचमा मध्यस्थकर्ताको नै रोल छ, तर जहाँ पनि मध्यस्थकर्ता चाहिँ हाई भएको कारणले गर्दाखेरि कस्टमा चाहिँ के भयो भन्दाखेरि हाई हुन्छ। त्यो मूल्य श्रृङ्खलाको कुरा गर्दाखेरि चाहिँ अब धेरै कुराहरू छन्, मैले धेरै समय पनि लिने भने अलिकति सेयर गरौँ। थ्याङ्क यू। अब म जनस्वास्थ्य तर्फ जान्छु। हाम्रो एउटा मिनिस्ट्रीले सँग सम्बन्धित रहने देखिन्छ यो, र अहिले हामीसँग मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनबाट वन हेल्थ पर्सपेक्टिभमा कुरा गर्न चाहे। यसमा खास गरी यो स्वच्छ पशु उत्पादनहरू जनताकोसम्म पुर्याउनको लागि र
रोगहरू जुन छन् पशुजन्य रोगहरू, जुनोटिक डिजिजहरू र एएमआरको पर्सपेक्टिभबाट यो दुईटा विभागहरू, दुईटा मिनिस्ट्रीहरू अनि अलिकति ब्लेन्डिङ भएर कसरी जान सक्छ सो द्याट हामीले यो जुनोटिक डिजिजेसहरू र एएमआरको पर्सपेक्टिभलाई चाहिँ वान हेल्थ एप्रोचमा अलिकति इफेक्टिभ रूपमा हजुरको यसमा खास गरी कोअर्डिनेटिङ कसरी गर्न सकिन्छ, अहिलेको अवस्था कस्तो कुन स्टेजमा छ र कसरी जान्छ? धन्यवाद डाक्टर सर्वप्रथम 26औं वर्ल्ड भेटनरी डेको हाम्रो सबैजनालाई भेटनरियनहरू र सबै भेटनरी चिकित्सकज्यूहरू सबैलाई मेरो शुभकामना। मैले कहाँबाट सुरु गर्नु लाग्यो भने हाम्रो ह्युमन हेल्थको डिजिज बर्डन हेर्दा मोर देन 60% डिजिज बर्डन ह्युमन हेल्थमा हुने मोर देन 60% डिजिज बर्डन एनिमल हेल्थसँग जोडिने, एनिमल ओरिजिनसँग जोडिने इन्फेक्सियस डिजिजहरूले अकुपाई गर्दछ। अहिले पछिल्लो 10 वर्ष 15 वर्षमा हामीले अहिले ग्लोबल्ली देखेका इमर्जिङ इन्फेक्सियस डिजिजहरू ह्युमन हेल्थमा हुने मोर देन 75% इमर्जिङ इन्फेक्सियस डिजिजहरू एनिमल हेल्थसँग कहीँ न कहीँ जोडिने रहेछ। त्यसो हुँदा अब यो यसरी वर्षमा एकचोटि एउटा दिवसको अवसर पारेर राखेर छलफल गर्ने कुराले मात्रै हुँदैन रहेछ। यो त स्वास्थ्य मन्त्रालयभित्र एपिडेमियोलोजी एन्ड डिजिज कन्ट्रोल डिभिजन छ स्वास्थ्य सेवा विभागमा। त्यो डिभिजनभित्र एउटा सेक्सन छ, त्यहाँ भेटनरी चिकित्सक, पशु चिकित्सकको कर्मचारीले काम गर्नुहुन्छ। कुनै बेला म पनि त्यहाँ काम गर्थेँ। हामीले किन एपिडेमियोलोजी एन्ड डिजिज कन्ट्रोल डिभिजन ल्याएर एकजना भेटनरी डाक्टरलाई राखेर होला सुरुमा हामी त्यो क्षेत्रमा त्यति धेरै जानकारी नहुँदा भर्खर त्यो चाहिँ फ्रेस अफिसर भएर जाँदाखेरि फिलिङ पछि काम गर्दै जाँदाखेरि अनि बुझ्दै गएको एउटा सेक्सन त्यहाँ राखेर एउटा पशु चिकित्सक त्यहाँ राखेर यसले चाहिँ हाम्रा सहकार्यहरू, हाम्रा कोअर्डिनेसनहरू सम्भव छैन, पुगेन होइन। तपाईँ हामी त एउटै प्रेमिसेसमा बसेर दिनमा मोर देन हाफ वर्किङ आवर्स ह्युमन हेल्थ र एनिमल हेल्थ हामी सँगसँगै पोलिसी डायलगमा, पोलिसी टेबलमा तपाईँ हामीले लेख्ने चाहिँ रणनीतिहरू, हाम्रा चाहिँ डे टु डे हामीले गर्ने एडमिनिस्ट्रेटिभ डिसिजनहरूमा हामीले सँगै एउटा टेबलमा बसेर गर्नुपर्ने अवस्था देखिएको छ है। त्यसो हुँदा अब बिस्तारै ह्युमन हेल्थ र एनिमल त्यो बसाइ चाहिँ अलिक फ्रिक्वेन्ट होस्। बसाइ इन द सेन्स कि हाम्रा वर्किङ मोडालिटीहरू, फङ्सनल लेभलमा वर्किङ मोडालिटीहरूमा चाहिँ केही रिफर्म आवश्यक परेको छ र हामीले स्वास्थ्य मन्त्रालयले वान हेल्थ स्ट्राटेजी 2019मा 2076 विक्रम सम्बन्धमा वान हेल्थ स्ट्राटेजी भनेर हामीले इन्डोर्स गरेका छौँ। त्यो स्ट्राटेजीले यो जुनोटिक डिजिजहरूको इन्टिग्रेटेड म्यानेजमेन्ट गर्ने, एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई एड्रेस गर्ने, प्रिभेन्सन कन्ट्रोल गर्ने र इन्भाइरोमेन्टल थ्रेट्सलाई जोइन्टली एड्रेस गर्ने गरी तीनवटा मेजर स्ट्राटेजिक पिलरहरूमा हामीले त्यहाँ केही स्ट्राटेजिक इन्टरभेन्सन्सहरू हामीले इन्भिजन गरेका छौँ। अब त्यो स्ट्राटेजिक इन्टरभेन्सनलाई एक्जिक्युट गर्नको लागि वान हेल्थ एप्रोचलाई कार्यान्वयन गर्नको लागि सबै सेक्टर हामी सँगै बस्नुपर्ने छ। त्यसो हुँदा म चाहिँ यो अवसरमा यहाँहरू सबैजनालाई, यहाँ पूर्व सचिवज्यू पनि मैले देखिरहेको छु, अन्य जस्तै देशा पनि मेरो दाहिनेपट्टि हुनुहुन्छ, हामी सबै सरोकारवालाहरू जति छौँ हामी हाम्रो फङ्सनल लेभलको सहकार्य, हामीसँग डकुमेन्ट छ, पोलिसी छ, स्ट्राटेजी छ होइन, हाम्रा कानुनहरू पनि छन्। यसले कानुनको कमी भएको अथवा रणनीतिको कमी भएको, नीतिको कमी भएको होइन। हाम्रा कुराहरू यी पर्याप्त छन्। अब आवश्यक चाहिँ हाम्रो त्यो एक्जिक्युसन गर्ने तरिका, तौर तरिका चाहिँ अलिकति हामीले मिलाउनु पर्ने देखेको छ। मैले यति भने थ्याङ्क यू। धन्यवाद। पोलिसीमा जानुभन्दा पहिले म अहिले पहिला प्राक्टिसमा जान्छु, त्यसपछि पोलिसीमा आउँदा यो पशुजन्य रोगहरू जुन चाहिँ हामीले मानिसमा पनि सर्ने कुरालाई अलिकति बढी जोड दिइरहेका छौँ यहाँ, त्यस सन्दर्भमा अलिकति माइक्रोबायोलोजीको प्रोफेसर पनि हुनुभएको र सिनियर भेटनेरियनको नाताले यी सूक्ष्म जीवहरू, ब्याक्टेरिया, भाइरसेसहरू, यिनीहरूको चाहिँ अलिकति सर्भेलेन्सको सिस्टममा हाउ एकाडेमिया एन्ड पोलिसी मेकर्स यो चाहिँ
इन्टरकनेक्टेड भएर कसरी चाहिँ इफेक्टिभ रूपमा जान सक्छ, अघि सरले भने जस्तै अलिकति हामी एक्सन ओरिएन्टेड हुनु पर्यो भने जस्तै यी की प्लेयरहरूको बिचमा कसरी गयौँ भने हामी अलिकति बढी इफेक्टिभ हुन्छौँ र अल्टिमेटली हाम्रो गोल चाहिँ achieve हुन्छ। थ्याङ्क यू विमल सर। सबभन्दा पहिला आजको यो स्लोगन देखेर नै हामी भेटनेरियनहरू चाहिँ नि भित्रभित्रै प्राउड फिल गर्ने ढङ्गको कुरा त एउटा छ, किनभने यो अहिले यस्तो ढङ्गले उजागर भएर आयो वी आर द गार्जियन है। त्यो गार्जियन भन्ने कुरालाई अब हामीले हाम्रो रोल प्ले कहाँ कहाँ छौँ हामी र कसरी प्ले गर्ने, द्याट इज द इम्पोर्टेन्ट पोइन्ट है। ओहो नाम हामी गार्जियन भयो भनेर मात्रै होइन, बच्चा पाएपछि बच्चालाई नि कसरी हामीले हुर्काउनु पर्छ र के तरिकाले अगाडि बढ्नुपर्छ भन्ने रोल प्ले हामी भेटनेरियनहरू अहिले उड्बी र हाम्रो रिटायर्ड भेटनेरियनहरू जुन जुन ठाउँमा बसेर हामी काम गरिरहेछौँ त्यो एउटा महत्त्वपूर्ण कुरा हो। यस्तै सन्दर्भमा म आफू एकाडेमियामा भएको कारणले एकाडेमियामा हामीसँग के छ भने प्राविधिक जनशक्ति हामीसँग नि भेटनेरियन एउटा ठुलो सङ्ख्या छ, त्यहाँमाथि हाम्रा उड्बी भेटनेरियनहरू त्योभन्दा धेरै गुणा नि त्यहाँ हुनुहुन्छ र पोलिसीबाट आएका कुराहरूलाई त्यहाँबाट जस्तो कि आइसोलेसन आइडेन्टिफिकेसन ल्याबहरू नि हामीसँग प्रशस्त ल्याबहरू छन्, त्यस्तै के भने विशेषज्ञहरू त्यही ढङ्गले नि त्यहाँ हुनुहुन्छ। यो ढङ्गले यो कोअर्डिनेसन कोलाबोरेसन है अनि कोअपरेसन यो तिनटै कुरा तिनवटा सीलाई हामीले अगाडि लिएर जाने हो भने अवश्य पनि नि हामीले यहाँ अहिले यस्तो मजाको ग्रुप हामी यहाँ छौँ, तर हामीमा यो ग्रुप कस्तो ढङ्गले हामी प्रस्तुत भइरहेका हुन्छौँ भने नि युजली नि वाट इज माई रेस्पोन्सिबिलिटी भन्ने भन्दा अर्कोले चाहिँ के गर्नुपर्छ त भन्ने ढङ्गको कुरा चाहिँ धेरै आउँछ कि हाम्रो अफिसमा पनि र अथवा हाम्रो उमै पनि के हुन्छ भने नि हामी त्यहाँ बस्दाखेरि हामीले स्टाफ मिटिङ गऱ्यौँ भने अर्थ के आउँछ भने फलानुले यो गर्नुपर्छ, ढिस्कानुले यो गर्नुपर्छ, अथवा सायद डिजी सर स्टाफ उ गरेर डिजी सर सायद उहरूले नि यस्तो यस्तो गर्नुपर्छ, तर मेरो रेस्पोन्सिबिलिटी चाहिँ के हो भन्ने कुरो पटक्कै आउँदैन कि हो यो मेरो रेस्पोन्सिबिलिटी चाहिँ यो हो, म यसमा बसेर गर्छु भन्ने कुराहरू नि आजको हाम्रो यो यसरी जसरी बचिएको छ यो कुरालाई चाहिँ हाम्रो रिजोल्युसनको तरिकाले नि हामी यसलाई वे आउटमा लिएर जाउँ अनि मात्रै हामी बसेको कुरो नि अवश्य पनि नत्र भने यहाँ यस्तो भनियो फलानुले यस्तो भनियो फलानुले भनेर नि यो आफूले एग्री गर्ने कुरो नि मेरो जिम्मेवारी चाहिँ यो हो। जस्तो कि प्रवक्ता सरले भन्नुभएको थियो ठ्याक्कै हाम्रो जिम्मेवारी चाहिँ यो हो, हामीले यो गर्दैछौँ भन्ने, तर हामीमा असमयको कुरो के छ भने इम्प्लिमेन्टेसनको लेभल इट्स टु पोर हामी नै छौँ साथै भने नि यो पोलिसीगत अथवा नियम बनाउने र त्यसलाई नियमन गर्ने ठाउँमा पनि हामी नि आफै पनि छौँ, तर के भने हाम्रो मनस्थिति सकिँदैन कसले टेर्छ र यस्तो कुराको मनस्थिति भन्दा यो सक्छौँ र गर्न सकिन्छ को मनस्थितिमा गइयो भने नि हामीले अहिले भनेका कुराहरू नि एकाडेमिया इन्भल्भ भएर सो ह्याप्पी अहिले विभिन्न यस्तो कार्यक्रम हुँदाखेरि एकाडेमियालाई चाहिँ जोडिने गरिएको छ के गर्छ भयो, त्यसो भएर हामी इन्भल्भ नि हुन चाहन्छौँ यो ढङ्गले यही भनेर बेला नि। थ्याङ्क यू सो मच। अघि थोरै हाम्रो किसान साथीले पनि उठाउनु भयो, यताबाट पनि उठाउनु भयो केही स्किमहरू चाहिँ हामीले एक्सटेन्सनको सर्भिसबाट लाने चिजहरू र त्यसैमा फेरि हाम्रो भीम सरले उठाउनु भएको पब्लिक हेल्थको पर्सपेक्टिभबाट यी तिनवटालाई चाहिँ हामी एक किसिमले भनिदियो भने लगभग हामी प्यारलल तरिकाले चलेको जस्तो देखिन्छ। नाउ हामी त्यो प्यारलल होइन कि अनि गजन भएर ब्लेन्डिङ हुनु पर्यो भन्ने लाइनबाट अनि त्यसमा हाम्रो पशु सेवा विभागको तर्फबाट आफ्ना धारा बनाएको छ। धन्यवाद हिमाल सर, प्यानलिस्ट सरगणहरू, सरले अग्रज सरगणहरू, उपस्थित सम्पूर्ण सरगणहरू, भेटराउन्ड लगायत पत्रकार मित्रहरू यहाँ हुनुहुन्छ। सबभन्दा पहिला त विश्व भेटरन दिवसको अवसरमा असाध्यै सान्दर्भिक लोगोमा ब्यानरमा हामी सबै यहाँ छलफल गर्दैछौँ। म नेपाल भेटरनरी एसोसिएसनलाई हार्दिक धन्यवाद दिन चाहन्छु इनिसिएसनको लागि।
यो मलाई प्रिभिलेज पनि हो। सबै सर म्याडमहरूले भनि पनि सक्नु भएको छ, केही कुराहरू सरबाट आएको कुरा पनि सम्बोधन गर्नुपर्ने र केही विभागीय धारणा पनि राख्नुपर्ने ममा चाहिँ जिउबाइले फर्किएको छ। सबभन्दा पहिले त यहाँ अघि नै आएका विषयवस्तुमा अलिकति भन्छु। म चाहिँ आदरणीय प्रेम सरले भन्नुभएको विषयवस्तुमा अलिकति ती विषयवस्तु पनि मैले केही भन्नुपर्ने देखेको हुनाले म त्यसपछि विभाग गर्दछु। प्रेम सर, विशेष गरी हामी अहिले एक स्वास्थ्य अथवा चाहिँ प्रतिजैविक प्रतिरोध भन्छौँ अथवा औषधिले काम गर्न नसक्ने अवस्थालाई निकै नजिकबाट हेरेर हामीले नम्बर अफ क्याम्पेन कार्यक्रमहरू गरेका छौँ। मैले यहाँलाई भन्नुपर्ने हुन्छ र पछिल्लो समयमा थुप्रै जुन एन्टिबायोटिकहरू जुन दबाईहरू काम नगर्ने हुँदै गएका थिए ती पनि भर्खरै फेरि पनि काम गर्ने सेन्सिटिभ भएर आएको अवस्थाहरू छ। किनभने यदि हामीले अहिले नै यो काम गर्न सकिएन भनेदेखि आगामी 20-25 वर्ष पछाडि निकै विकराल अवस्था आउँछ। त्यस्ता कामहरू भएका छन्, के हुँदै नभएको होइन। हामी धेरै काम गर्दैछौँ र हामीले गरेका कामहरू संस्थाले गरौँ, त्यसलाई अगाडि बढाउने प्रयास गरौँ भनेर सल्लाह पनि। अर्को कुरो, अस्ति भर्खरै कैलालीमा वास्तवमा 2 जना अबोध बालकहरूको अकल्पनीय हृदय विदारक चाहिँ एउटा हामीले समाचार सुन्यौँ, उहाँले मृत्युवरण गर्नुभयो। त्यो नितान्त मैले यहाँ पनि अघि पनि हजुरले उठ्नु भएको होला, त्यो कुखुराको मासु खाएर भन्दा पनि अथवा दूषित सडेको मासुहरू धेरै समयदेखि व्यवस्थित नगरिएर बनाएको दूषित सडेको जस्तो जे भए पनि त्यसले त असर गर्छ, झाडा पखाला लाग्यो, अरू कारणले चाहिँ उहाँहरू मृत्युवरण गर्नुभयो। जे भयो त्यो हृदय विदारकको अथवा नहुनु पर्थ्यो त्यो घटनाहरू भयो भने चाहिँ मान्छेको फुड ह्याबिट पनि हामीले कसरी खानुपर्छ भन्ने कुराहरू पनि हुनसक्छ। असाध्यै भनौँ न अलिकति दयनीय अवस्थामा आर्थिक अवस्थाहरू भए पनि त्यो घटनाहरू भयो होला। यी कुराहरू हृदय विदारक घटनाहरू हामीले सुन्यौँ। तर त्यहाँ कुखुराको हिसाबले अथवा हाम्रो पशुपालनको हिसाबले त्यहाँ कुनै पनि न त्यो व्यवसायको दोषी थियो न त्यो अरू कसैको पनि थिएन। किनभने सायद त्यो उहाँहरू नगर्नु पर्थ्यो, त्यो भयो, नहुनु पर्ने घटना भयो। हामीले परीक्षण गऱ्यौँ, कुखुरामा परीक्षण गऱ्यौँ, सर्भिलेन्स गऱ्यौँ, धनगढीमा गऱ्यौँ, काठमाडौँमा गऱ्यौँ, कुनै पनि संक्रामक रोगको एभिडेन्स छैन। त्यसले गर्दाखेरि फगत मिडियामा कतिपय कुराहरू मैले भनिहालेँ, फेरि एकदम हृदय विदारक घटना भयो, नहुनु पर्ने घटना भयो, तर चाहिँ मिडियामा त्यसलाई चाहिँ एक किसिमको त्यसलाई पुष्टि नगरिकन चाहिँ पशुपालन क्षेत्रलाई विशेष कुखुराको क्षेत्रलाई चाहिँ दोष देखाएको मिडिया पहिले आयो, समाचार आयो। त्यो वास्तवमा पक्कै पनि यस क्षेत्रलाई चाहिँ भनौँ न हामी सबैलाई चाहिँ अब मूल्य वास्तवमा बुझ्दै नबुझिकन गरे हो कि भन्ने विवाद पनि आभास भयो। यद्यपि किनभने मानवीय क्षति ठुलो क्षति थियो, त्यो नहुनु पर्ने थियो। हामी त्यसमा चाहिँ फेरि पनि यस्ता क्षतिहरू अब नहुनु भन्ने किसिमले हामी सबैले काम गर्नुपर्ने आवश्यकता देखिएको छ। र फेरि पनि असल पशुपालनको अभ्यासहरू यहाँ उठ्नु भएको छ। यसलाई क्रमिक रूपमा सुरुवात भएका छ। अहिले असल पशुपालनका निर्देशिकाहरू बनेका छन् र क्रमिक हामी एकैचोटि सबै हामी एकैचोटि गरिसक्छौँ भन्दैनौँ। तत्कालै हामी डेरीको सेक्टर, दुधको सेक्टर र बङ्गुरलाई अलिक व्यवस्थित गरौँ भनेर चाहिँ 2टा क्षेत्रलाई अगाडि बढाएका छौँ। र निकट भविष्यमा कुखुरा पालन फार्म र चाहिँ कुखुरा व्यवसायमा असल पशुपालन अभ्यास र बाख्रा पालन क्रमिक रूपमा चाहिँ यसलाई अगाडि बढाउने जमर्को हामी गर्दैछौँ। र मुलुकमा मैले भन्नै पर्दाखेरि आदरणीय सरहरू यही हुनुहुन्छ। विशेष गरी एक स्वास्थ्य रणनीति 2019मा आइरहँदाखेरि होइन, अब कहाँ कसले ल्यायो भन्ने भन्दा पनि त्यसो भए कामहरू गर्नु। वास्तवमा पशु विभागको अतुलनीय प्रयास थियो, धेरै नै हामीले क्याम्पेन गर्यौँ, त्यो आउन सफल भएर अहिले पछिल्लो समय चाहिँ अब त्यो स्ट्राटेजी मात्र भएर त्यसमा परिकल्पना गरिएको छ। सङ्घीय तहमा मान्य मन्त्रीको अध्यक्षतामा चाहिँ निर्देशक समिति रहने र कार्यगत तहमा चाहिँ पशु विभाग र स्वास्थ्य विभागका चाहिँ महानिर्देशकहरू अध्यक्षता रहने गरी एउटा प्राविधिक समितिको परिकल्पना गरिएको छ। परिकल्पना होइन कि हामी विभिन्न चरणमा चाहिँ छलफल गरेर चाहिँ यो भने एउटा फोरम मात्र ल्याइदिएको छ। काम गर्नु पर्दाखेरि चाहिँ वर्षभरि नै गर्ने, हजुर अघि भन्नुभयो हामी वर्षभरि नै काम गर्छौँ। विभागले उच्च प्राथमिकता दिएको छ र हामीले त एकीकृत स्वास्थ्य शाखा भनेर वास्तव हाम्रो चाहिँ संरचना बनिरहँदाखेरि पशु विभाग सबैको जानकारीको लागि आज अग्रसर सरहरू हुनुहुन्छ। उहाँ एक स्वास्थ्यको मतलब विभागले सम्पूर्ण रूपमा गर्ने त छँदैछ, तर मूलत चाहिँ एक स्वास्थ्य एएमआर सम्बन्धी इस्युहरूको डिल गर्नको लागि डेडिकेटेड सेक्सन नै हामीले बनाएको छ। र हामीले हरेक विधामा विशेष गरी चाहिँ हाम्रो चाहिँ सरकारवाला स्वास्थ्य सेवा विभाग र विशेष गरी चाहिँ अरू चाहिँ एक स्वास्थ्यको हिसाबले भन्ने हो भने वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजीव संरक्षण विभाग लगायत अब यो भनौँ न खाद्य प्रविधि तथा गुणवत्ता नियन्त्रण विभाग, कृषि विभागका सरमेनहरूसँग बसेर हामीले चाहिँ छलफल गरेर यसरी जाने हो भन्ने कुरो एउटा रणनीति तय गरेको अवस्थाहरू छ। भनेपछि केही कामहरू भइरहेका छन्, त यसलाई चाहिँ यसैमा सन्तोषै गरेर बस्नुपर्ने अवस्था भन्दा पनि अझ धेरै काम गरेर बाँकी छ भन्नेतर्फ गर्नुपर्छ। नभए केही भएर खत्तम बर्बाद हुन हामी कहीँ पनि पुग्दैन। अनि पछिल्लो समय यहाँ हेर्नुपर्ने अब हामी एक्सपोर्टमा किन यो चाहिँ असल पशुपालन अभ्यास आयो भनेर चाहिँ हजुरहरूलाई चाहिँ हामीलाई पढेका थियौँ त्यो, तर त्यसलाई इम्प्लिमेन्ट हामी गर्दैछौँ भनेदेखि गत वर्ष मात्रै पनि हजुर सबैको जानकारीको लागि हेर्ने हो भनेदेखि हामी मुलुक
समग्र रूपमा नेपाल 85% व्यापार घाटामा छ। मैले एउटा सरल भन्न खोजेँ, हामी सबैले बुझिहाल्यौँ व्यापार घाटा भन्ने बित्तिकै 15% चाहिँ हामी निर्यात गर्छौँ कुल व्यापारको, र 85% भन्दा बढी चिजहरू विभिन्न चिजहरू हामी आयात गर्छौँ। तर नेपालको पशुपालन यस्तो क्षेत्र हो कि त्यहाँ हामी ट्रेड सरप्लसमा छौँ। हामी आयात कम गर्छौँ, निर्यात बढी गर्छौँ, र यसलाई अझ बढाउन सक्ने चाहिँ आधारहरू यहाँलाई थाहा छ। हामी चाइनासँग डिल गर्दैछौँ, भैँसीको मासु जाने कुराहरू चाहिँ अहिले आएको छ। अहिले यहाँलाई चाहिँ गत वर्षको मात्रै छुर्पीको मात्रै निकासी हेर्ने हो भने करिब 4 अरब 51 करोड बराबर छुर्पी निकासी भएको छ। 15 करोडको दुधजन्य पदार्थ निर्यात भएको छ। छाला करिब 50 करोडको छाला, भैँसीको छाला मात्रै निर्यात भएको अवस्थाहरू छ भने चाहिँ प्रचुर समयमा छाला निर्यात छँदैछ, मासु पनि निर्यात गर्न सक्ने हामी सम्भावना छ भने चाहिँ मुलुकमा केही हुँदैछ भन्ने किसिमले जाने हो। र पशु विभाग चाहिँ समग्र रूपमा यी सबै चिजको प्रबन्धन गर्ने कुराहरू त छँदैछ, र गलत कुराहरू त्यसलाई नियमन गर्ने कुरा पनि, किन विभागको काम दुवै प्रबन्धनमुखी पनि हुन्छ, नियमनकारी भूमिकाहरू विभागले खेल्नुपर्छ, उद्योगलाई जगाउनुपर्छ। हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेर यो पशु सेवालाई चाहिँ बडा मुलुकलाई समृद्ध बनाउने भन्ने किसिमको कार्यक्रमहरू चाहिँ लागू भएको छ। कार्यक्रमगत रूपमा अहिले पछि पनि समय आउला। म यहाँलाई भन्छु, अहिले सरबाट आएका कुराहरूलाई चाहिँ मैले त के भने काम गर्ने तहमा छु, गर्ने प्रयास गरेर यहाँको कुरा सुनिदियो र त्यसलाई थप सबल र सक्षम बनाएर विभागलाई अगाडि बढ्नु। किनभने पशु सेवाको सर्वोच्च निकाय पशु सेवा विभाग हो, नीतिगत तहमा मन्त्रालय छँदैछ, र हामीले मैले फेरि पनि मैले प्रबन्धनमुखी कामहरूको लागि र मुलुकलाई पशु पालनको मान्यता र मुलुकलाई समृद्ध बनाएर एक्सपोर्ट गर्नको लागि विभागले अतुल्य भूमिका खेलेको हुन्छ। र यसमा चाहिँ अहिले म यहाँ सबैको तर्फबाट पशु विभाग नेतृत्व गर्ने अवसर पाएको छु। र यो अवसरलाई चाहिँ यहाँ सबैको साथ सहयोग लिएर अगाडि बढ्ने मैले जमर्को पनि गर्छु। हस्, धन्यवाद। धन्यवाद। हामी एक राउन्ड आएका छौँ। अब अर्को राउन्ड भन्दा पहिले एउटा सानो सूचना जारी गर्न चाहन्छु। यदि यो अर्को राउन्डपछि सरहरूले, किनभने यहाँ हामी धेरै विज्ञहरू छौँ, हामी यहाँनिर बसेको मात्रै विज्ञ होइन, त्यसैले आफ्ना केही धारणाहरू भएमा त्यसलाई माइन्डमा गफ पनि गर्दै रहनु होला, र प्रश्नहरू भएमा पनि यो अर्को एक राउन्डपछि चाहिँ हामी त्यसमा जानेछौँ। यति भन्दै फेरि म किसान प्रतिनिधिमा पुग्छु। किसानहरूले सुरक्षित र गुणस्तरीय पशुजन्य उत्पादनहरूमा काम गर्नको लागि र उत्पादन गर्नको लागि के कस्ता नीतिगत अथवा व्यावहारिक चुनौतीहरू सामना गरिरहेका छन्? तपाईँले आफ्नो मात्रै नभएर समग्र किसानको सहयोग दिनु होला, र सरकारको तर्फबाट अथवा त्योसँग सम्बन्धित अरू गैर सरकारी सबै ठाउँबाट दुईटा कुरालाई, एउटा गुणस्तरीय र एउटा सुरक्षित पशु उत्पादन जुन चाहिँ हामी खान्छौँ, ती चिजहरूको लागि चाहिँ के कस्ता चुनौतीहरू चाहिँ सामना गरिरहेका छन् तपाईँहरूको पर्सपेक्टिभबाट दिएर। अब यो कुरामा सर के छ भने हामी किसानहरूको अनुभव अनुसार सुरक्षित र पौष्टिक दुध मासु अण्डा उत्पादन गर्न धेरै व्यावहारिक चुनौतीहरू छन्। यसमा एउटा त रोगको समस्या, रोगले गर्दा अत्याधिक पशुपक्षी मर्ने विभिन्न प्रकारको रोगको चुनौतीको कुरामा जस्तै बर्ड फ्लू, इकोलाई, रानीखेत आदि, पशुमा खोरे, पिपिआर, लम्बी स्किन रोग, बङ्गुरमा अफ्रिकन स्वाइन फिभर। अर्को रोग र बायोसेक्युरिटीको समस्यामा हामी सबै किसानहरूसँग बायोसेक्युरिटी लगाउने सुविधा हुँदैन। फार्ममा मानिस, गाडी र विभिन्न सामग्रीको आवत जावत नियन्त्रण गर्न गाह्रो हुन्छ, जसले रोगको जोखिम बढाउँछ दिनचर्यामा, होइन। अर्को औषधि प्रयोग सम्बन्धी चुनौती, धेरै अवस्थामा हामीलाई सही सल्लाह सुझाव दिने मान्छे भेटिँदैन, किसानहरूको खोरमा उपलब्ध हुँदैन। त्यसैले कहिलेकाहीँ आफैले निर्णय गरेर पनि केही औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ। यसले अब डोजको ड्युरेसन अनि विथआउट ट्रेडमा त्रुटि हुन सक्छ शरीरमा, होइन। अब यो हरेक किसान भनेपछि त देशको हरेक गाउँ कुना काप्चामा हुन्छ, सबै ठाउँमा अभाइलेबल पनि हुँदैन प्राविधिकहरू। अनि एउटा कुरा गुणस्तरीय दाना र पोषणको पनि अभाव नै हुन्छ। यो चाहिँ सन्तुलित गुणस्तरीय फेरि सधैँ उपलब्ध हुँदैन र मूल्य पनि महँगो हुन्छ सर, होइन। यसले उत्पादनमा गुणस्तरमा पनि असर पार्छ। अर्को कुरा प्राविधिक सेवा र जानकारीको कमी, विशेष गरी ग्रामीण क्षेत्रमा तुरुन्त भेटेनरी तथा प्रयोगशाला सेवा नपाउँदा हामीलाई व्यावहारिक समस्या चाहिँ धेरै नै हुन्छ, समाधान गर्न गाह्रो पनि हुन्छ सर। अब म भन्नुपर्दा धादिङको मान्छे
म पोल्ट्री फार्मिङ गर्छु, मेरो कुखुरामा केही समस्या आयो भने म त्रिपुरा सर नै आउनुपर्छ सर, नजिक मेरो यही नै हुन्छ, ताकि बिहानबाट बेलुका नै हुन्छ फार्ममा पुग्दा होइन सर। अनि अर्को चाहिँ अब बजार र मूल्यको अनिश्चितता छ। अब हामीले उत्पादन त गर्छौँ, हामीले गुणस्तरीय उत्पादन गऱ्यौँ भने उचित मूल्य नपाउने अथवा बजार चाहिँ अस्थिरता हुने समस्या धेरै नै छ हाम्रो देशमा, जसले गर्दा धेरै किसानहरूलाई लगानी गर्न यो गाह्रो हुने, हौत्साहित गर्ने खालको होइन भइरहेछ। अर्को चाहिँ यो पशुपन्छीको बिमा र सहुलियतपूर्ण कृषि कर्जा प्राप्त गर्न गाह्रो र पहुँच धेरै कम होइन सर। यो अब अलिकति ठुला किसानहरूलाई चाहिँ अलिकति सहजै होला, साना किसानहरूलाई यो अलिक गाह्रै छ। अनि अलि दुर्गम ठाउँमा तपाईँको आवश्यक औषधि बजारमा उपलब्ध हुन पनि गाह्रै छ। अब यसको समाधानका लागि चाहिँ किसानले अपेक्षा चाहिँ अब हाम्रो विभागले गर्नु पनि हुन्छ। यसमा अब हामीलाई सजिलो र नजिकै प्राविधिक सेवा चाहिन्छ, ताकि समस्या पर्दा तुरुन्त सल्लाह दिन र लिन सकियोस्। अर्को कुरा, महामारीमा मरेको पशुहरूलाई उचित क्षतिपूर्तिको व्यवस्थाको लागि पनि विभागले यसो हेरिदिनु भयो भने किसानहरूलाई राहत हुन्थ्यो। अर्को कुरा, सहुलियत ऋण र बिमाको सरलीकरण र पहुँचको लागि पनि हाम्रो सर विभागको सर हेर्नुहुन्छ, अलिकति किसानलाई गर्न सक्ने गरी अगाडि बढाइदिनु होला भन्ने अपेक्षा राखेको छु। अर्को, व्यावहारिक तालिम र जनचेतनाको आवश्यक धेरै नै छ सर होइन। काठमाडौँ भ्यालीमा त यो नरहला, काठमाडौँ बाहिर चाहिँ यो धेरै नै छ। अनि औषधिको प्रयोग होइन तपाईँको अब हाइजिन र फार्म म्यानेजमेन्ट बारे पनि यसको तालिमहरू सञ्चालन गरेर गाउँमा अलिकति किसानको लागि चाहिँ यो गर्ने भने पनि धेरै प्रभावकारी हुन्छ कि जस्तो लाग्छ। अनि गुणस्तरीय दाना र इम्प्रुभमा पहुँच उचित मूल्य सुनिश्चित गर्नुपर्छ कि जस्तो लाग्छ सर हामीलाई। अर्को, सरल र व्यावहारिक बायोसेक्युरिटीहरू उपायहरू सिकाइयो भने जुन हामीले सजिलै अपनाउन सक्नु, किनकि जहाँ जे पाइन्छ त्यसले एउटा त्यो गर्ने खालको एउटा सिकाउनु पर्छ कि जस्तो लाग्छ। अनि अर्को कुरा, मेन कुरा बजारमा सुनिश्चितता छैन सर। उचित मूल्य पाउने व्यवस्था होस् ताकि हामी गुणस्तरमा लगानी गर्ने प्रेरित हौँ। किनभने हामी उत्पादन त गर्छौँ, तर उत्पादन गरेको सामानको चाहिँ तपाईँको उत्पादन गर्ने बेला भयो रेट हुँदैन। किसानलाई बेच्नु पर्दा हामीले कुखुराको कुरा गर्दा हाम्रो फार्ममा तयारी भयो भने 20-20 बेच्छौँ, अलिकति कम भयो इन्डियाबाट आइदिन्छ खुल्ला नगरको कारण होइन। त्यसको लागि पनि विभागले अलिकति आँखा लगाइदिनु पर्छ कि जस्तो लाग्छ। अनि औषधि उपलब्धतामा अलिकति सहज, हामी जुन रातमा नेपालमा धेरै यस्तो ठाउँहरू छ, औषधि चाहिँ सहज रूपमा उपलब्ध, सहज व्यवस्था भन्ने राखेको। धन्यवाद। म अब फेरि उपभोक्तातर्फ छु। अघि हजुरले भनिहाल्नुभयो कि यो उपभोक्ताको चेतनाहरू चाहिँ आयो, अनि त्यसपछि गएर त्यो अलिकति अवेर बनाउनुको लागि हामी यस्तो टिमहरू छौँ, यसको सहकारीमा उपभोक्ता राष्ट्रिय उपभोक्ता मन्त्रीले चाहिँ के कसरी चाहिँ समन्वयकारी वास्तवमा यो चाहिँ दोस्रो प्रश्न, हामी बजारमा जान्छौँ, जस्तो जान्छौँ, वाणिज्य विभागसँग अनुमोदन जान्छौँ। मात्र जाँदाखेरि वाणिज्यिक टोली नहुँदाखेरि वाणिज्य विभागको अहिले जस्तो प्रोग्राममा आइरहेको छ, वाणिज्य विभागको अनुमोदन प्रभावकारी प्रभावकारी यदि प्रभावकारी ढङ्गले बजार अनुगमन गरेको भने संयुक्त अनुगमन आवश्यक छ। त्यसमा पनि यो क्षेत्रको कुरा गर्दाखेरि तपाईँहरू भेटरिनरी क्षेत्रका अथवा पशु स्वास्थ्य क्षेत्रका विज्ञहरू, सम्बन्धित नियमन निकायहरू र गोठा अधिकारीहरूको संयुक्त टोली बनाएर अगाडि बढ्यो भने त्यो अहिले जब के भइरहेको भने मासुमा गयो, मासुको गुणस्तरबाट आउँदैन, वाणिज्य विभागको टोली जान्छ। उसले के हेर्छ भने मासु हेर्छ मात्रै, तर मासु हेरेर के कुरा हेर्छ, अर्को कुरा के हेर्छ भने
लेभलमा ट्रान्सलेटर कुरा छ कि छैन, त्यो दर्ता छ कि छैन, पत्र दर्ता चाहिँ साइनबोर्ड राखेका छैन, कि छैन त्यो हेर्नु पर्ने। मासुको गुणस्तरको बारेमा, मासुको त्यो प्रयोगको बारेमा, फाट्नुको बारेमा हेर्नु पर्ने। हेर्छ त्यो लेभलको कुरा हेर्छ, अथवा नेसनलिस्टको कुराहरू। त्यहाँले मेरो आफ्नो अनुभवमा सही अनुभव गर्ने अत्यन्त आवश्यक छ, पहिलो कुरा। दोस्रो कुरा, हामीमा एउटा चाहिँ सौम्यकारी भूमिका पनि भावना समझदारी पनि भइरहेको छ, सौम्य पनि भइरहेको छ। त्यो के हो भने दोस्रो सूचनाको आदान प्रदान, इन्फर्मेसनको तपाईँको चाहिँ यो तपाईँको आदान प्रदान काम चाहिँ पटक्कै भएको छैन। वाणिज्य विभागले गरोस् अथवा हामीले गरोस्, अथवा तपाईँले गर्दाखेरि बजारको अवस्था के छ, बजारमा कस्तो खाद्य पदार्थहरू गइरहेको छ भन्ने कुराको बारेमा सूचनाहरू दुवै पक्ष अथवा तिनै पक्ष अनुदानमा छ। आफूले तालले हिँडिरहेको छ, आफूले तालले काम गरिरहेको छ। त्यही कारणले म यो कुरामा पनि म के कुरा विशेष जोड दिन्छु भने सूचनाको आदान प्रदान यी तिनै पक्षले एक आपसमा हुनुपर्छ। यो आफ्नो अनुभवको कुरा। अर्को कुरा जुन हामी अधिकार गर्नु, मैले वास्तवमा साक्षी बनाउने अरू कुराको जस्तो खाद्य प्रविधिको क्षेत्रमा मैले तालिम लिएँ, मैले ब्याङ्किङ सबै गएर तालिम लिन गएँ। त यो भेटरनरी क्षेत्रमा मैले लिएँ। मैले जे जति पढेको, बुझेको, सिकेको हो र मेरो आफ्नो अनुभवले देखेको, मैले भने म 40 वर्ष यो क्षेत्रमा काम गरिसकेँ। अहिलेसम्म मैले तालिम लिएको छु। अनि मैले प्राविधिक रूपमा मैले भन्न सक्ने अवस्था अहिले पनि थिएँ। त्यहाँले तालिमको अत्यन्त आवश्यक छ। र अर्को कुरा, नीतिगत कुराको लागि म काम गर्छु। हामी जहिले पनि उपभोक्ता अधिकार केन्द्रको धेरै जसो केमा केन्द्रले भएर काम गर्छ भने उपभोक्ता संरक्षण ऐन 2075, खाद्य ऐन 2081, त्यो बाहेक हाम्रो दिमागै चढेन। पशु स्वास्थ्य तथा पशु ऐन 2055 छ भन्ने थाहा छ। र त्यो कुन दफाले के काम गर्छ, कुन दफाले कति काम गर्छ, र तपाईँको चाहिँ बजारको अवस्था, मासु जन्य पदार्थको बिक्री वितरण, उत्पादनदेखि बिक्री वितरण अथवा उपभोगसम्म कुन कानुनको कुन दफामा कहाँले देखेर काम गर्नुपर्छ भन्ने थाहा छ। त्यही कारणले यी कुराहरू नीतिगत कुराहरू अथवा पोलिसी लेभलका कुराहरू धेरै हाम्रो ल्याक्सेसहरू छ। त्यो कुरामा हामी जानुपर्छ भन्ने पक्षमा म कुरा गर्छु। अब यो पशुजन्य उत्पादनहरूमा एउटा एसएससीपी र अनि त्यसपछि त्यसको चाहिँ इम्प्लिमेन्टेसन कस्तो छ र डिफ्रेन्ट स्टेक होल्डरको बिचमा त्यो उत्पादन श्रृङ्खलामा जति स्टेक होल्डरहरू आउनुपर्ने हो ती स्टेक होल्डरहरूको चाहिँ के कस्तो भूमिका रहेको छ र इम्प्रुभ गर्नुपर्ने चिज हो कि एकदमै यो त एकदम एब्सोल्युटली टेक्निकल कुराहरू ठिकै छ। हामी क्वालिटीको कुरो गर्ने बित्तिकै होइन एसएससीपीमा आइहाल्छ, परेवाचिनी हुनु। किन भन्दाखेरि कुनै पनि उपभोक्ताको स्वास्थ्यमाथि खाद्य वस्तुको कहिले पनि त्यसको स्वास्थ्यमाथि नकारात्मक असर नपरोस्, सम्झौता गर्नु नपरोस् भन्ने उद्देश्यले उपभोक्तालाई प्रत्याभूति दिने, होइन गुणस्तरको प्रत्याभूति दिने भनेको है तपाईँको सर्टिफिकेसन सिस्टम हो। तपाईँको एसएससीपी अत्यन्त संवेदनशील, जोखिम होइन त्यो बिन्दुहरू पत्ता लगाउने टुल्सको रूपमा, साधनको रूपमा चिनिन्छ एसएससीपी। तर पनि अब के छ भन्दाखेरि अब क्वालिटीलाई एस्योर गर्ने, क्वालिटीलाई एस्योरेन्स कतिखेर हुन्छ त्यो उपभोक्ता भन्दाखेरि जतिखेर त्यो उद्योगबाट उत्पादन भएको वस्तुको चाहिँ एउटा एस्योरेन्स होइन त्यो उपभोक्ताले पाउँछ। उपभोक्ताले पाउनु भनेकोले अब त्यो इन्डस्ट्रियल लाइसेन्स पाउनु, सर्टिफिकेसन सिस्टम पाउनु, सर्टिफिकेट पाउनु। अब यसका लागि धेरै चुनौतीहरू छन्। अब हाम्रो देशमा एकदम पेरिसेबल फुडहरू, स्पेसली अब डेरी प्रडक्टको कुरा गरौँ, मासुजन्य वस्तुको कुरा गरौँ, होइन यो फास्टफुड चेन रेस्टुरेन्टको कुरा गरौँ, यो किसिमको प्रडक्टहरू चाहिँ वास्तवमा उपभोक्ताको सामु आउँदाखेरि सर्टिफाइड हुनुपर्छ।
एचएससी स्कुल लागू गर्ने पछि यद्यपि हाम्रो त्यसले कम्पलसरी त गरिसकेको छैन मतलब यसमा डाइटेरी सप्लिमेन्टका कुराहरू होला नि अथवा फुड सप्लिमेन्टका कुराहरू होला नि अथवा कुनै पनि फार्मास्युटिकल प्रोडक्टहरूको केसमा चाहिँ सर्टिफिकेसन एचएससी कम्पलसरी म्यान्डेटरी गरेको छ तर यो अन्य प्रोडक्टहरूमा चाहिँ हामीले बिस्तारै रिस्क बेस एउटा तपाईँको इन्सपेक्सन गरेर यो एचएससीमा चाहिँ जानै पर्छ है तपाईँले सर्टिफिकेट पाउनै पर्छ भनेर पानीबाट हामीले सुरुवात चाहिँ गर्नु अहिले पानीमा चाहिँ तपाईँको जिएनपीसँग लाग्नु पर्छ एचएससीमा चाहिँ किनभने जेएनपी अब एचएससीको प्रिरिक्विजिट हो अनि जेएनपी पाउनै पर्छ जेएनपी पाएको छ एचएससीमा जाने भएको कारणले गर्दा जेएनपीसम्म चाहिँ अहिले गरिरहेको छ एउटा त्यो लाग्नु पर्छ डेरी इन्डस्ट्रीमा पनि अब ठुला कस्तो छ भने अहिले मैले जानकारी गराएँ कि परम्परागत प्रणाली पशुपालन प्रणाली र आधुनिक प्रणाली अब कसरी जाने अब नियम बनाएको त सबैले लागु हुन्छ नियम तर साना उद्योगलाई त उनीहरूले लागु नै गर्न सक्दैन किन भन्दाखेरि यो कस्टली छ एचएससीसँग लगाउनु त यति धेरै कस्ट लाग्छ त्यो कस्टली मात्रै रिपेयर गर्न सक्दैन भने चाहिँ एउटा चुनौतीको रूपमा यो छ अनि अर्को कुरा के छ भन्दाखेरि स्किल मेन पावर होइन दक्ष मेन पावर हाम्रो देशमा धेरै कमी छ किन भन्दाखेरि अब एचएससी पनि एकदम विशुद्ध टेक्निकल एउटा कम्पोनेन्ट भएको कारणले गर्दाखेरि अब त्यहाँ उनको र मेटेरियल टेस्टिङका कुराहरू छन् भौतिक रासायनिक जैविक होइन अब ती त्यस्ता किसिमका जोखिमयुक्त हाइड्रालाई चाहिँ परीक्षण गर्नका लागि ल्याबोरेटरी सिस्टम पनि पर्याप्त मात्रामा छैन अब एउटा हामीसँग आइएसओ 17025 खाद्य प्रविधिसँग छ अब यसले कतिवटा फुड रियालिटी फिड रियालिटी डाइटरी सप्लिमेन्ट सुविधाको कुराहरू हेर्ने कि मसलाको कुरा गर्ने सनातन मसला के डेली परामर्श गर्छ भने एभ्रिथिङ अब त्यो इट्स भेरी अब लिमिटेड मेन पावरबाट अब हजारौँ फुड प्रडक्टहरूको र मेटेरियलदेखि लिएर फिनिस प्रडक्टसम्म त्यो टेस्ट गर्नको लागि एउटा ठुलो च्यालेन्ज छ अब तर पनि अब एचएससी 1970देखि लागु भए तापनि अब हाम्रो देशमा पानीबाट हामीले सुरु गरेको छौँ डेरीबाट ल्याउने सुरु गर्दैछौँ सुडेको फुड छ होइन अब बिस्तारै हनीमा जाने र डेरी फुडहरूमा पनि लागु छ डेली डेली इन्फेन्ट फुडहरूमा पनि लागु भइसकेको छ र ग्रेजुअली हामीले अरू कमोडिटीहरूमा पनि एचएससी हामीले एउटा नीतिगत रूपमा होइन यो अगाडि बढिदिनु छ इट टेक्स टाइम यो रात यो एचएससी सिस्टम लागु गर्न सकिँदैन किनभने स्किल मेन पावर बनाउनु पऱ्यो इन्फ्रास्ट्रक्चर भौतिक संरचना हुनु पऱ्यो यो त भेटरी प्रशिक्षण गर्नु हरेक जग्गामा हामी भेटरीसँग अहिले छलफल गरिरहेका छौँ अब त्यहाँ भेटरीको सम्पनामा व्यवस्था कुरा गर्नु होइन टेक्नोसाइडले झुल्का मेसिन अगाडि चाहिँ पोलिसमा ब्रिटिसको पेस्टिसाइड एन्टिबायोटिक्सबाट त्यसको रेजिस्ट्रेसन लागि चाहिँ स्ट्यान्डर्ड चाहियो स्किल मेन पावर चाहियो होइन चाहियो भनेपछि अब हामीसँग टेक्निकल यो इन्फ्रास्ट्रक्चरहरू चाहिँ नभएको कारणले गर्दाखेरि जुन एउटा सेफ्टीको लागि गर्नुपर्ने काम राज्यले लिएको दायित्व छ त्यो लेभलमा चाहिँ हामी पुगिसकेको अवस्था चाहिँ छैन है त्यो कारणले गर्दा धेरै चुनौतीहरू छन् अब यसको लागि फेरि मैले के भन्न चाहन्छु भने चाहिँ अब एकदमै इन्डस्ट्रीबाट उत्पादन भएको फिनिस प्रडक्टलाई मात्र इन प्रडक्ट टेस्टिङ गरेर मात्रै यो प्रडक्ट राम्रो यो प्रडक्ट नराम्रो भनेर भन्नुभन्दा त्यसको एउटा सिस्टम फुडको एउटा सिस्टम छ र मेटेरियलदेखि प्रोसेसिङसम्म कन्ट्रोल लेभलसम्म छ त्यो सिस्टमलाई इन्टायर सिस्टमलाई नै हामीले मोनिटरिङ गरेर रिस्क इन्सपेक्सन गरेर त्यहाँ प्रत्येक पोइन्टमा कन्ट्रोल गर्न सक्छौँ भने त अटोमेटिकली फिनिस प्रडक्ट राम्रो हुन्छ त्यो कारणले गर्दा अहिले सिस्टम बेस्ड इन प्रडक्ट टेस्टिङ हुँदा पनि सिस्टम बेस्ड एप्रोच जानुपर्छ तर यद्यपि हुँदैछ यो डेली फुडहरूको एकदम पेरिसेबल फुडमा चाहिँ हामीले अगाडि बढिसकेको अवस्था छ धन्यवाद सर खानेकुराले अलिअलि डिस्टर्ब भइहाल्छ सकेसम्म साइलेन्टै साइलेन्ट गर्ने अनुरोध गर्छु पछाडि अब म इन्सन्टेन्ट लाग्छु जनस्वास्थ्यको सभामा खास गरी पशुजन्य खाद्य वस्तुहरू जुन छन् तिनीहरूले हाम्रो जनस्वास्थ्यलाई खास गरी पोषणको क्षेत्रमा के वस्तु सहयोग गरेको छ के अवस्था छ र हाम्रो देशमा अहिले संहितामा गइसकेपछि यो तीन तहका सरकारको बिचमा यी चिजहरूलाई अनुमोदन गर्दै अनि पशुजन्य
जुन पोषण तत्त्वहरू आउने चिजहरू छ ती चिजहरूलाई चाहिँ जनताको पहुँचमा पुर्याउनको लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट समग्रमा के कसरी हेरिएको छ किन भन्दा हाम्रो पपुलेसन अलिकति 20% चाहिँ एब्सोल्युट पोभर्टी लाइनभन्दा तल छ र यो पशुजन्य खाद्य पदार्थमा अलिकति महँगा पनि हुन्छ त्यसको तुलनामा त्यसमा के कस्ता कार्यक्रमहरू चलिरहेका छन् सरकारको तर्फबाट अथवा एकदम छोटो प्रयास गर्छु सर्वप्रथम एनिमल अलिकति यसले हामीलाई उपभोक्तालाई दुध माछा मासु अन्डाको प्रयोग गर्नलाई कस्टसँग जोडेर आउने भएको भएर यो एउटा चाहिँ फाइनेन्सियल ब्यारियरको रूपमा आम जनमानसले बुझ्नुहुन्छ अनि अर्को चाहिँ अब मैले पब्लिकहरूको पर्सपेक्टिभबाट भन्नु भने एनिमल सोर्सको फुड हो एनिमल सोर्सको फुडमा न्युट्रिएन्टको बायो एभाइलेबिलिटी अफ न्युट्रिएन्ट त्यसको जुन न्युट्रिएन्टको कन्सन्ट्रेसन एनिमल फुडमा चाहिँ हामीले प्रचुर मात्रामा पाउँछौँ र हामीले पब्लिक हेल्थको म्यासेज दिँदाखेरि स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूबाट पब्लिक हेल्थको म्यासेज दिँदाखेरि चाहिँ यो खानेकुराहरू हेल्दी र न्युट्रिसियस खानेकुराहरू हो भनेर हामीले त्यो म्यासेज चाहिँ हाम्रो स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य कर्मीहरूबाट यी म्यासेजहरू हामीले दिन प्रयास गरिरहेका छौँ तर पनि हाम्रो कतिपय चाहिँ जो सोसियल चाहिँ च्यालेन्जहरू अथवा ट्रेडिसनल बिलिभ्सहरू छन् जुन सोसियल कल्चरल कुराहरू छन् त्यसले चाहिँ त्यो एनिमोलोजीको फुडको खपतमा फरक फरक खालको अभ्यास हुन्छ कम्युनिटीमा त्यो भएर चाहिँ यो एउटा चुनौती छ तर जोइन्टली ह्युमन हेल्थ एनिमल हेल्थ भनेर हामीले सँगै एफोर्ट गऱ्यौँ भने यो सहकार्य खास गरी प्रदेशभन्दा पनि मलाई स्थानीय तहमा लोकल लेभललाई नै त्यहाँ लोकल लेभलको जनप्रतिनिधिहरू लोकल लेभलमा भएका हाम्रा चाहिँ गभर्नेन्सका चाहिँ टुल्सहरू इन्स्ट्रुमेन्ट्सहरू जे छन् उनीहरूलाई नै हामीले प्रयोग गरेर लोकल लेभलमा नै यो खालको सचेतनाको चाहिँ आवश्यकता छ धन्यवाद म ओमदासको लागि चाहिँ खास गरी हामीले यति धेरै कुराहरू सुन्दै गर्दा विभागतिर मन्त्रालयतिर आउँदा पनि एकदमै धेरै सुनिने कुरा के हो भन्दा हामीले क्रमशः जनशक्ति यो अहिले हामीले छलफल गरिरहेका विषयवस्तुको जनशक्ति चाहिँ हामी तयार नपारेको हो कि म पनि आफ्नो विश्वविद्यालयमा छु सरकारले हुनुभयो हामी धेरैको गुरु हामीले यी सबै चिजलाई पोषणको कुरालाई अनि जुनोटिक डिजिजको कुरालाई सर्भेलेन्सको कुरालाई र ती सबैलाई नीतिगत तहमा हालेर फेरि हामीले अघि गरिरहेका समन्वयकारी रूपमा नीति नियमहरू बनाएर एकमुष्ट तरिकाले यी दुईटा पिलरहरूलाई सँगसँगै लानको लागि जुन हामीले ह्युमन रिसोर्स ट्रेन गर्नुपर्ने हो त्यो सवालमा नेपालका यो सेक्टरका एकाडेमियाहरू कुन पोइन्टमा अलिकति सुधार गर्नुपर्ने छ हामीले देखेको र फेरि त्यसैलाई फेरि कसरी चाहिँ हामी हातेमालो गऱ्यौँ भने यी सबै समस्याको समाधान त होइन समाधानतर्फ चाहिँ उन्मुख हुन सक्छौँ यसको बारेमा थोरै प्रकाश पार्नु हस् धन्यवाद सर अब अघि नै मैले भनेको 3 C's को कुरा भयो भने यो कुराहरू धेरै उमा आउन सक्छन् म चाहिँ अघि एक क्वालिटीकै कुरामा नि हामी त्यो एचएससिसिपी सम्मको कुरा गर्नुभन्दा अगाडि मैले चाहिँ के भन्छु भने नि हामी यहाँ कतिपय सबै उपभोक्ताहरू र हाम्रो जुन स्लटर हाउसको सिस्टमबाट मासतिर आउँदाखेरि अनि यो क्वालिटी कन्ट्रोलका कुराहरू धेरै आउँछन् तर हामी आफैले गाउँघरमा कति खसी बोकाहरू काटेर खान्छौँ त्यो खसी बोकाहरू काटेर खाँदाखेरि हामी कतिलाई चाहिँ कुन कुरो खान हुन्छ र कुन कुरो खान हुँदैन भन्ने कतिलाई थाहा छ कि यो इम्प्लिमेन्टेसनको कुराहरू हामी जरोदेखि लिएर आयौँ भने बल्ल हुन्छ जस्तो कि हामीले खसी काट्न साथ हामी पढ्ने भेटरियनहरू अथवा मेडिकलमा लाग्नु भएको पढ्नेहरूले मिड साइन्सको कुरो गर्दा के भने नि रगत खान हुन्न भन्ने कुरो हुन्छ तर हामी कतिजनाले रगत फाल्ने कुरा गर्छौँ किनभने नि त्यो रगत यति मिठो हुन्छ यस्तो हुन्छ भनेर जुन खान नहुने कुरालाई चाहिँ हामी यस्तो
प्रश्रय दिएर कहाँ छ बाटा के छ भनेर। अनि त्यो भन्दा अब मासु किन्न जान्छौँ होला, त्यो घरै काट्दा रक्तको कुरा भयो। मासु किन्न जाँदाखेरि आन्द्रा भुँडी परेन है, कलेजो परेन, जुन चाहिँ हामीले मिट साइन्सको हिसाबले के भन्छौँ यो कुराहरू नि खान नहुने कुराहरूमा पर्छ भनेर भन्दाखेरि, तर हामीलाई यसरी लर्निङ छ कि हामी गभर्नमेन्ट ब्राउडबाट नि त्यो कुरा चाहिँ अझ भित्री यहाँ फुटुवाको उमा आउँछ कि हाम्रो। तर अवेरनेसमा त हामीले मिट साइन्सलाई अथवा क्वालिटीको कुरा गर्ने हो भने हामी यी कुराहरू खान हुन्छ, यो कुराहरू खान हुँदैन। अथवा हाम्रै बच्चाहरू जब बाहिर गयो भने नि अनि बल्ल भन्छन् बाफ्रे बाफ यो त खान नहुने कुरा पो हामीले खाँदो रहेछौँ भनेर। हो, यो क्वालिटी कन्ट्रोलको कुराहरूलाई लिएर हामीले यस्ता प्रोग्रामहरू गरिसकेपछि नि अवेरनेसका प्रोग्रामहरू जुन चाहिँ एकदम डाउन टु द अर्थमा पुग्ने गरेर अनि व्यक्तिहरूले, किनभने हामी अहिले एचएससिसिपीको कुरा गर्ने भने के भने हाई लेभलको कुरा र केही सर्टेन खानेकुराहरू मध्ये अधिकांश झन्डै 90% यस्ता फुडहरू क्या कसरी आएका छन् त हामी गाउँमा आफैले काट्छौँ आफैले बनाउँछौँ क्या। हो यो कुरा। अर्को जुनोटिक तौर तरिकाको कुराहरू भने अघि नै सरले भनिसक्नुभयो के भने लगभग 60% भन्दा बढी हामी सबैलाई थाहा छ, नट ओन्ली द 60%, 70% लगभग नि यो चाहिँ नि एनिमल हेल्थकोबाट नि डिजिज कतिकोहरू त्यो हाम्रो रोल एन्ड रेस्पोन्सिबिलिटी हो। त्यही भएर हामी गार्जियन भएर नि यो गार्जियनको रोल प्लेको कुरा गरेको। र मैले अहिले एउटा कथा जस्तै भन्छु यहाँहरूलाई, जसले गर्दाखेरि नि वाट इज द भेटनेरियन रोल भनेर नि हामी हाम्रो देशमा र अरू ठाउँहरूमा कस्तो इम्पोर्टेन्स दिन्छ। एक दिन यहाँ धेरैले सायद चिन्नुहुन्छ डाक्टर रेवन्त भट्टराई र म बुटोलतिर गइरहेका थियौँ। अनि बाटोमा दुईजना बेलायती उनीहरू स्टुडेन्ट रहेछन्, मेडिकल स्टुडेन्टहरू, उनीहरूले हामीलाई लिफ्ट मागे है। लिफ्ट मागेपछि रेवन्त सरले गाडी रोक्नुभयो अनि हामीले उनीहरूलाई भित्र आउनु भन्यौँ, तर पैसा छैन भने ओके आउनु न, हामीले विदेशी देखिसकेपछि त हामीलाई लिने नि विदेशी चढाइयो गाडीमा भने जस्तै हुने। अनि बाटोमा जाँदा उनीहरूले के भन्यो भने परिचय गर्न खोजे। अनि हामीले सोध्यौँ तिमीहरू को भनेको एकजना मेडिकल स्टुडेन्ट सेकेन्ड इयरको, एकजना थर्ड इयरको रहेछ। अनि त्यहाँमाथि विदेशी मेडिकल डक्टरको कुरा भयो है। त्यो भएपछि अझै कुरा, अनि उनीहरूले हामीलाई सोधे हु आर यु पिपुल भने। अनि हामीले ठ्याक्कै हामीले के भन्यौँ भने वी आर द भेटनेरियन्स। हामीले भेटनेरियन्स भनेर सुन्नु साथ ती केटाहरूले के गरे भने नि एकदम एक्लेम भएर वाउ भन्ने तौर तरिका गरे है। त्यो त्यति गरिसकेपछि अनि किन तिमीहरू उ गरेको भने हामी अहिले थर्ड इयर मेडिकलमा छौँ, तैपनि भेटनेरीको नि उ पायौँ भने नि हामी भेटनेरीमा जान्छौँ। यो प्रोफेसन चाहिँ नि इन्टरनेसनली यस्तो किसिमको प्रोफेसन तिमीहरू त्यसमा पनि तिमीहरू एकाडेमियामा रहन्छौ भनेर नि भनेको। मतलब यो गार्जियनसिप भनेर अहिले भनियो कुरो यो यसै साधारण कुरो नि भनिएको होइन। यो रेस्पोन्सिबिलिटी हामीमा नि त्यो चाहिँ अवेर, हामी आफूले त्यो सबैलाई अवेर गर्नुपर्ने कुरो। त्यसो भएर यसमा एकाडेमियाको रोल नि एकदमै ठुलो भूमिका छ। अहिले नै ल घरमा खसी काट्छौ भनेर के खान्छौ त मिट साइन्सको कुरालाई नि उ गर्यो भने के खान्छ भन्दा उसले नि टाउको खुट्टाको कुरो सबै ऊ हुन्छ। जहाँ कि हामी खसी बोकाएको भनिन्छ लगभग 46 to 50% एडिबल पर्सेन्ट भनेर भन्ने कुराहरू हुन्छ, तर हाम्रो काउन्टिङमा के हुन्छ लगभग 90% हुन्छ। त्यही भुत्ला फाल्यो अन्त सबै कुरो। त्यही भएर हामी मिट साइन्सको क्वालिटीको कुरा गर्दा नि हामी अहिले एचएससिपी माथि बसेका छौँ, हामी त्यो कुरो गरौँला। तर हामी यो अवेरनेस चाहिँ हामीले कसलाई पुर्याउनु पर्छ भने तल त्यो उसमा एकाडेमियाले नि त्यो रोल प्ले गर्छ। हस्, थ्याङ्क यू। अब म पशु सेवा विभागमा यो दोस्रो राउन्ड लगभग सकिरहेको छ। अघि हामीले धेरै पर्सपेक्टिभलाई उठाउँदै गर्दा सबभन्दा देशभरि यो सेक्टरमा कनेक्टेड भएको भनेको पशु सेवा विभाग र यस अन्तर्गतका कार्यालयहरू हुनेको छ। तथापि हाम्रो पहुँच मथित वर्गमा के कस्तो छ जसले गर्दा हामीले गुणस्तरीय पशु उत्पादन र स्वस्थ पशु उत्पादनमा हामीले के कति पुर्याउन सकेका छौँ, के कति चाहिँ व्यावहारिक र नीतिगत कठिनाइहरू छन्। अहिले अलिकति सङ्घीयता आएपछि कृषि नयता नहुँदा भन्छु म चाहिँ, किन भन्दा सङ्घीयता कृषि नयता नहुँदा छ कि कारण के भयो भन्दा जति चाहिँ पालिकामा भेटनेरियन अथवा कृषिको एरियामा हुन्छ उसले टिपट उठाउँदैमा टिप हुन्छ, जसले गर्दा हाम्रो पशु स्वास्थ्यको कुरा त अलिक कम छ। यो कुरा त्यसले गर्दाखेरि विभागको तर्फबाट
यसमा एड्रेस हुने कुराहरू, नीतिगत कुरा, व्यवहारिक कुरा र अहिले भएको अवस्थाको बारेमा धन्यवाद हिमाल सर। फेरि पनि सान्दर्भिक प्रश्न गर्नुभएको छ यहाँले। सरहरू पनि केही कुराहरू आएको छ। र समग्रमा अहिले 3 तहको सरकार छ, मैले भनिरहनु पर्दैन, सरले भनिसक्नु भएको छ। संहिता आइसके पछाडि हामीले के भन्ने गरेका छौँ भने पटक पटक धेरै पटक जहाँ पनि यो संहिता भनेको चाहिँ अब कहाँ बस्ने, संघीय सरकार बस्ने कि प्रदेशमा जाने कि स्थानीय तहमा जाने भन्ने कुरो पोलिटिकल पिपुलहरूको चाहिँ इन्ट्रेस्ट होला। तर पशु सेवाको हिसाबले, पशु स्वास्थ्यको हिसाबले, पशु विकासको हिसाबले हामी भनेको चाहिँ एकै ठाउँमा छौँ। संहिता हाम्रोमा लागु हुँदैन, किनभनेदेखि हामीले अन्तर्गत गर्नुपर्ने भनेको स्थानीय तहमा रहेर काम गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाम्रो पशु वस्तुहरू छन् र नीतिगत तहमा हामीहरू छौँ। किनभने नीतिगत तहमा किन पनि गर्नुपर्छ भनेदेखि उत्पादन बढिसकेपछि पक्कै पनि त्यसलाई मुलुकमा खपत बढाउने, स्वस्थ पस्ने उत्पादनको सुनिश्चित गर्ने र हामीलाई त्यो उत्पादन पुगिसकेपछि त्यसलाई निर्यात गर्ने, यी सबै रुल चाहिँ पश्चिम विभागसँग छ। मैले यसो भनिरहँदाखेरि अब के भयो त पछिल्लो समय संहितामा आइसकेपछि भन्दाखेरि अहिले सरले पनि एक कुरा उठाउनु भएको छ, स्थानीय तहको क्षमता अभिवृद्धि गर्नको लागि अन्त विशेष गरी स्थानीय तहमै वा स्थानीय सरकारका आदरणीय मेयर साहेब अथवा जिम्मेवार पदाधिकारीहरू अध्यक्ष उपाध्यक्षहरू हुनुहुन्छ, उहाँहरूले बढी सोच्नु भएको पक्कै छ। हामीले एउटा के गरेका छौँ, करिब 150वटा स्थानीय तहमा अहिले वास्तवमा भन्नुपर्ने हुन्छ सुविधा, आधारभूत प्रयोगशाला सुविधा सहितको। मैले त पशु सेवा केन्द्र भन्दा स्थानीय तहको भेटरी अस्पताल बनेको अवस्था छ। यो बढ्ने क्रममा छ। एकैचोटि हामी सबै 700 रूपमा पुग्न सकेको छैन। ती पहिलेका हाम्रो सेवा केन्द्र छँदैछ, तर ती पहिलेका सेवा केन्द्र अथवा कतिपय यो संहितामा गइसकेपछि निम्सहरू वास्तवमा यसो गरेर पालिकाको छेउमा कहाँ छ पशु सेवा साधन, त्यो छेउमा छ भनेर देखाउने अवस्था थियो। अब सुविधा सम्पन्न हाम्रा चाहिँ भनौँ न एक किसिमको वर्किङ इन्भाइरोमेन्ट भनेको हामीले त सुविधा बनाउनु पर्छ। इन्भाइरोमेन्ट त्यसको लागि चाहिँ अरू तयारी पनि काम गर्नको लागि हामी चाहिँ आधारभूत वातावरण छ र हामी गर्न सक्छौँ भन्ने किसिमले चाहिँ ती संरचना पनि बने। र आज हुन त यो करारमा यसरी परिपूर्ति गर्नुपर्ने कुराहरू चाहिँ होइन, तर तत्कालका लागि तत्काल परिपूर्ति अर्को व्यवस्था नभएसम्मको लागि एक पालिका एक पशु चिकित्सक पनि यहाँ जानकारीको लागि भने यसमा चाहिँ धेरै पशु चिकित्सकहरू अहिले चाहिँ स्थानीय तहमा हुनुहुन्छ। करिब 165 जना पशु चिकित्सकहरूको चाहिँ व्यवस्थापन पशु विभागले गरेको छ। यद्यपि त्यो धेरै जिम्मेवारी भनेको स्थानीय सरकारको भए तापनि अहिले मैले अघि नै भनिहालेँ, स्थानीय सरकार अगाडि आएर सबै त्यो नभएसम्मको लागि विभागको जिम्मेवारी छ भन्ने किसिम अगाडि बढेको छ। र त्यति मात्र त पुग्दैन, यहाँलाई थाहा छ अहिले एउटा वडा पनि निकै ठुलो भएको छ। मैले हामीले केही पहिले चाहिँ त्यो बेलामा गाउँपालिकाहरू एक गाउँपालिका एक प्राविधिक भन्ने चिज राखेका करिब 1500वटा पशु सेवाका प्राविधिक साथीहरूलाई पनि अहिलेसम्म अर्को व्यवस्था नभएसम्मको लागि भन्दा उहाँहरू चाहिँ धेरै समय काम गरिसक्नुभयो। त्यो पनि निरन्तरता छ प्राविधिक सेवाको लागि। त्यसले गर्दाखेरि स्थानीय तह जबसम्म सक्षम हुन सक्दैन, किनभने हाम्रो पशुपालन स्थानीय तहमै हुन्छन्, ती कुरोहरू चाहिँ हामीले विशेष गरी उहाँहरूको क्षमता अभिवृद्धिका लागि पनि अहिले यहाँलाई मैले भन्नै पर्ने हरेक स्थानीय तहबाट अलिकति परिवर्तन भएको छ सर। काहीँ रोग देख्यो भनेदेखि अब तत्काल पुरै चिठी काटेर आउनु पर्दैन। हामीसँग चाहिँ नेसनल एनिमल हेल्थ इन्फर्मेसन सिस्टम, राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली स्थापित छ। उहीँ स्थानीय तहबाट फ्यास्ट रिपोर्टिङ गर्नुपर्ने 24वटा यहाँ 26वटा चाहिँ सूचीकृत गर्ने रोगहरू छन्, तत्कालै रिपोर्टिङ गर्ने, तत्कालै काम गर्नुपर्ने अवस्था हुन्छ नि त। त्यसको लागि चाहिँ नाइस इन प्लेस छ। र यो हामी यहाँ मात्रै गरेर भएन, हामीले सबै स्थानीय तहका चाहिँ सर म्याडमहरूलाई, प्राविधिक सरहरू अथवा त्यहाँ विभिन्न ओहदाका चाहिँ प्रमुखजीहरू हुनुहुन्छ, काहीँ 8औँ 9औँ दशमका पशु चिकित्सकजीहरू हुनुहुन्छ, उहाँहरूलाई तालिम दिएका छौँ। र तालिम किन पनि दियो भने हामी सँगै छौँ है, हामी सँगै गर्नुभयो। किन रोग भन्ने कुरो चाहिँ थाहा पाइएन भने त्यो नियन्त्रण कार्य अगाडि बढाउन सक्दैन। अहिले म विश्व पशु स्वास्थ्य डेलिगेट्स पनि मैले यी कुराहरू आउनको लागि ल हामी के गर्दैछौँ भन्नको लागि त आदरणीय सिनियर डेलिगेट्सहरू यहाँ हुनुहुन्छ, यो तत्काल हामीले चाहिँ यसलाई सूचना गर्नुपर्ने हुन्छ। मैले यहाँलाई भनिहालौँ, अघि कुरा पनि आयो, यो हामीले केही रोगहरू अब चाहिँ मैले चाहिँ अग्रजलाई सम्मान गर्छु, केही रोगहरू नियन्त्रित अवस्थामा छ। अब सधैँ अभ्यास गर्ने, सधैँ सिक्ने हेरेर अब नियन्त्रित अवस्थामा होइन। अब चाहिँ जसरी हजुरहरूले पहिले चाहिँ अब चाहिँ रिन्डर प्रेसको उन्मूलन चाहिँ हजुरले सफल हुनुभएको थियो, हामीले पनि अलिअलि त्यसको चाहिँ केही सुन्न पायौँ। पछि अब केही समय नेपाल मात्र होइन, हामीले चाहिँ भर्खरै वास्तवमा चाहिँ सार्क मुलुकभित्र पनि डिबिआइएन बङ्गलादेश, इन्डिया, भुटान र नेपाल यी 4वटा किन हामी बोर्डर सेयर गर्छौँ नि त। क्रस बोर्डर हार्मोनाइजेसन, क्रस बोर्डर भ्याक्सिन सिन्क्रोनाइजेसन मतलब सँगै भ्याक्सिन गर्नु पऱ्यो, सँगै सर्भेलेन्स गर्नु पऱ्यो। र अहिले पिपिआर निकै नियन्त्रित अवस्थामा छ। अब त्यसरी बसेर पनि भयो,
अब यसलाई हामी डोसियर बनाउने अरू डकुमेन्ट बनाएर चाहिँ मुलुकमा पिपिआर छैन भन्ने अवस्थाको सूचना गर्नुपर्नेछ। किनभने उहाँ चाहिँ कुखुराको क्षेत्रमा भए पनि मैले समग्र रूपमा चाहिँ मैले व्यवसायिक क्षेत्रका कुखुरामा अहिले आउँदैछु। हामीले काम गरेका छौँ र अहिले पछिल्लो समय यहाँले हेर्नुहुन्छ भनेदेखि वर्षमा 1-2 केसहरू देखेका छौँ, त्यो पनि एकदम नियन्त्रित अवस्थामा छन्। हामी के चाहन्छौँ भन्दाखेरि अहिले देश बाख्रामय भएको छ। अब हाम्रो यो मुलुकका उत्पादन पुग्ने भइसकेपछि हामी एक्सपोर्ट चाहिँ गर्न सक्ने अवस्थामा छौँ र यहाँ के देख्यो भने खाडी मुलुकमा 50 डिग्रीभन्दा बढी तापक्रममा बाख्रा पालाउनलाई लाइभ कोडको अथवा भनौँ न एउटा चाहिँ खसीहरूको आवश्यकता हुने, त्यहाँ पालन गर्न गाह्रो हुने भन्दाखेरि उहाँहरू चाहिँ 10,000 खसी बोका हामी लान्छौँ भनेर लाग्नु भएको छ भने चाहिँ यसको लागि त ल मुलुकले हाम्रो मुलुकमा पिपिआर छैन भने अवस्था सिर्जना गरी जिम्मेवारी पश्चात गएको छ, यहाँ सबैको छ। रिपोर्टिङ गरौँ र तत्काल कार्य उसमा जाउँ भन्ने हिसाबमा मैले यहाँलाई भनिहालेँ एकदमै कम भएको छ र हाम्रो विश्व जगतमै यो चाहिँ नेपालले चाहिँ पिपिआर नियन्त्रणमा राम्रै प्रयास गरिरहेको छ भन्ने चाहिँ। किनभनेदेखि अहिले हजुरलाई भन्छौँ हामीले करिब 85 to 90% चाहिँ हामी भ्याक्सिनेसन गर्छौँ। त्यसले गर्दाखेरि अब भ्याक्सिनेसन गरेर रोग नियन्त्रण हुने रोग भएको हुनाले चाहिँ यसलाई मैले भनौँ अलिकति भएन। र अर्को कुरो बङ्गुरको हिसाबले हेर्नुहुन्छ भने अलिकति केही समय लिएँ मैले। हामीले क्लासिकल स्वाइन फ्लू भन्ने रोगहरू जसको खोप हामी आफै उत्पादन गर्छौँ। नेपालमा बङ्गुर 16 लाख छ 15 लाख छ भनेदेखि 14 लाखलाई भ्याक्सिन गर्ने हो नि त, 5 लाख सधैँभरि किन गर्ने? लेट्स स्टार्ट 80-90% भ्याक्सिनेसन भनेर त्यसलाई पनि अब रोग निकै कम भएको छ। हामी केही समयमा चाहिँ बङ्गुरलाई पनि सिएसएफ छैन, किन एसएफ भन्दा अहिले हामी गर्न सक्ने धेरै बाहिरी छैन, अहिले कुराहरू आएको छ। तर सिएसएफ जो हाम्रो अधीनमा छ हामीले गर्न सक्छौँ भने चाहिँ अब त्यसलाई पनि सधैँभरि भ्याक्सिन गर्ने होइन कि एकाल वर्षमा सिएसएफ पनि मुलुकबाट चाहिँ उन्मूलन भयो अथवा उन्मूलनको चरणमा छ भन्ने अवस्था सृजना गर्नुपर्नेछ। गर्नुपर्ने होइन, हामी काम सुरुवात गरिसकेको बेहोरा म चाहिँ आदरणीय सिनियर सर म्याडमहरू पत्रकार महोदयलाई म अनुरोध गर्छु। अझ जहाँसम्म लम्पी यही कुरा आएको छ, लम्पीको लागि हामीले पुरै मास भ्याक्सिनमा जान सकेन, त्यसमा स्ट्राटेजिक एप्रोच लिएका छौँ होइन। भन्नु खोजेको क्याटललाई बढी फोकस गर्ने र स्ट्राटेजिक एप्रोचले लम्पी पनि नियन्त्रण गर्ने। किनभने लम्पीमा चाहिँ भर्खरै लम्पीमा मैले यहाँ भन्नैपर्छ, जब 2077 लम्पी फर्स्ट टाइम चाहिँ मोरङमा देखियो त्यो बेला म खोपको प्रमुख राष्ट्रिय खोप उत्पादन प्रयोगशाला तत्कालीन नेतृत्वलाई तत्काल भ्याक्सिनमा जानुपर्छ भने म आज पनि गर्वका साथ भन्छ। मैले भनेको यहाँ त हाम्रोमा चाहिँ मोलिकुलर लेभलमा टेस्ट गर्नुपर्छ भन्दै रोग चाहिँ 77 जिल्लामा फैलियो, जसले रोग पुरै हामीसँग चाहिँ थाहा भइसकेको छ र भ्याक्सिन नियन्त्रण गर्न सक्छौँ। त्यो हामीले ढिला गरी भन्नु खोज्यो, अब ढिला गर्ने हामीलाई छुट छैन। यसलाई पनि हामीले अलिक नियन्त्रित अवस्थामा छौँ भन्ने यहाँले कुरा गरेँ र बर्ड फ्लूको कुराले यहाँ सत्र जोड्नु भएको छ। अब धेरै पहिलेदेखि हामीले सोचेको थियौँ बर्ड फ्लूमा त सरकारको छुट्टै बर्ड फ्लू नियन्त्रण नियमावली हामीसँग छ। यसरी स्टाम्पिङ अहिलेसम्म चाहिँ राम्रो खोप अथवा चाहिँ यो खोप नै पुरै रोग नियन्त्रणको आधार हो भन्ने कुरो विश्व जगत नै अहिले चाहिँ भनौँ अहिलेसम्म कन्भिन्स नभइसकेको अवस्थामा हाइली प्यासिभ एभियन इन्फ्लुएन्जालाई हामी बर्ड फ्लू भन्छौँ, त्यसमा चाहिँ हामी खोपमा गएको छ र अहिले खोपमा जान सान्दर्भिक पनि हुँदैन। र यसलाई हामीले चाहिँ यो भनौँ न स्टाम्पिङ आउट कम्पिटिसनमा गएका छौँ भनेदेखि तर लो प्यासिभ एभियन इन्फ्लुएन्जा जो छ एलपिआई यसको खोप चाहिँ गुणस्तरीय खोपको सुनिश्चितता विभागले गरिसकेको छ र मैले यहाँ व्यवसाय पनि भएको आधारले धेरै व्यवसायहरू हुनुहुन्छ, तत्कालै यसको खोप लगाएर चाहिँ यहाँ सुरक्षित हुन चाहिँ म अनुरोध गर्छु। र कुखुरा लगायत थुप्रै रोगहरू चाहिँ भनौँ न जति बेला जे पनि देखिन सक्छ भनेर बिमा कार्यक्रम हजुरले अघि उठाउनु भएको छ। बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ भनेर हामी चाहिँ राष्ट्रिय बिमा कम्पनी लगायत भनौँ न चाहिँ प्राधिकरण छ कम्पनीहरूसँग चाहिँ कुराकानी गरेर अब चाहिँ हेर्नुहोस् एउटा किसानले 2टा गाई पालेको छ भन्दै मैले भन्ने गर्छु। एउटा चाहिँ गाई मऱ्यो बाछी मात्र उसको सर्वस्व सकियो। त्यसैले गर्दाखेरि हामीले बिमा चाहिँ सकेमा चाँडै पुर्याउनुपर्छ भने हामी प्रादेशिक तहमै यसलाई कार्यक्रम सहित चाहिँ आगामी वर्ष हामीले कार्यक्रम पनि आउँछ, प्रादेशिक तत्कालै सम्बोधन हुँदै चाहिँ प्रदेशमा जाने भन्ने किसिमले व्यवस्थापन गरेका छौँ। त्यसैले कुखुरा हाँस लगायत जति पनि गाई भैँसी बङ्गल कुखुरा भेडा बाख्रा सबैको चाहिँ बिमा छ, त्यसलाई चाहिँ हजुरहरू अगाडि बढ्न र बिमा अलिकति हजुरले यहाँले भन्नुभएको छ हरेक जिल्लामा नेपाल बिमा प्राधिकरणले चाहिँ कुन कम्पनीले बिमा गर्ने भन्ने तोकिएको अवस्थाहरू छ। यहाँलाई अहिले नै भने सबैको प्रिमियम कसरी गर्ने भन्ने कुरो एउटा चाहिँ फिक्स मापदण्ड छ। हजुरहरू चाहिँ बिमा गरेर कुखुरा विशेष गरी व्यावसायिक रूपमा कुखुरा पाल्ने आदरणीय उद्यमी सर म्याडमहरूलाई चाहिँ आफू सुरक्षित म अनुरोध गर्छु, बर्ड फ्लू कभर गर्दैन, बर्ड फ्लूलाई हामीले छुट्टै तरिकाले कम्पनसेसन दिने व्यवस्था छँदैछ। त्यसैले गर्दाखेरि मैले यहाँलाई यी बारेमा चाहिँ केही कुराहरू राखेँ, अरू थुप्रै कुराहरू यहाँबाट आएकालाई मैले आफूले चाहिँ हामीले विभागले गर्नुपर्ने कतिपय कुराहरूमा केही छुटेको अवस्थामा चाहिँ होइन मैले त्यसलाई थप चाहिँ यहाँका कुरालाई सुझावको साथ मानेर हामी आगामी वर्ष कार्यक्रम पनि तर्जुमा गर्ने क्रममा छ। त्यसैले मैले फेरि पनि भन्छु केही भएकै छैन भने केही हुँदैछ, यसमा चाहिँ अलिकति सरकारको चाहिँ 3 तहको सरकारले गर्दाखेरि हामीले चाहे कतिपय कुराहरू हामीले सोच्ने बित्तिकै त नभएको छ होइन, कतिपयको चाहिँ स्थानीय तहमा यसलाई प्राथमिकता परेको छैन। त्यही पनि मेरो साहब यो त यहाँका जनताको जीविकोपार्जनमा जोडिन्छ,
आदरणीय अध्यक्षज्यू भनेर हामीले त्यसलाई अनुरोध पनि गरेर र स्थानीय विशेष प्रदेश सरकार बिचमा छ उहाँलाई भनेर चाहिँ विशेष गरी चाहिँ किसानले प्राप्त गर्नुपर्ने जुन चाहिँ बिमाका कुराहरू भए हामीले चाहिँ अघि मैले भने भ्याक्सिन निःशुल्क जान्छ। यहाँ अहिले अनुदान भन्ने कुरो होइन, अनुदानमा हामी त्योभन्दा धेरै माथि गइसक्यो। अब अनुदान भन्दा नि बिमालाई प्रभावकारी बनाउने, निःशुल्क भ्याक्सिन लाउने, एआई सर्भिस दिने होइन, घाँस विकासमा बरु अन्त कहाँ कसरी चाहिँ अहिले त्यो मुलुक साइलेज भयो, यहाँ धेरै कुन्टा कुन्टा साइलेज देख्न सकिन्छ। यी कुराहरूमा हामीले जोड दिने हो। अब अनुदान र एक एकवटालाई अनुदान दिएर जो गर्ने अवस्था छैन, तर कहिलेकाहीँ किसानहरू साह्रै मर्कामा पर्न उत्पादनमा आधारित अनुदानलाई अहिले पनि हामीले प्रश्रय दिएका छौँ, त्यो विधि लिएका छौँ भन्ने कुरा मैले यहाँलाई गरेँ। मैले यति भनिरहँदाखेरि चाहिँ विशेष एक स्वास्थ्यको क्षेत्रमा, जनस्वास्थ्यको क्षेत्रमा र पशु विभाग जहिले पनि तल्लिन्छ र आजको नाराले पनि के भन्छ भेटरिनरी गार्जेन हो, भेटरिनरी सबैको जुन तहका आदरणीय अग्रज सर म्याडमहरू मैले पटकबाट भन्ने गरेँ, जहाँ हामी काम गर्ने भए पनि सङ्घीय प्रदेश स्तरीय त सरले अन्यथा लिनु भन्ने अध्ययन संस्थान पनि भने मैले अनुसन्धान निजी क्षेत्रमा जहाँ काम गर्नुपर्ने हजुर सर म्याडम भए पनि एउटा चाहिँ अब भनौँ टिओआर अथवा विविध किसिमले सबै हिसाबले हेर्ने हो भनेदेखि यी सब यहाँहरू सबैको अभिभावक के भूमिका, मैले सबैलाई सम्मान गर्छु, तर चाहिँ प्राविधिक रूपले अभिभावकीय भूमिका लिनको लागि विभाग जहिले पनि तयार छ र यहाँहरूको साथमा चाहिँ विशेष स्थानीय तहका चाहिँ आदरणीय भाइ बहिनीहरू कति स्थानीय तहमा हुनुहुन्छ, तपाईँलाई केही भएर विभाग यहाँको साथमा छ, हामी 24 घण्टा चाहिँ यहाँको साथमा छौँ भन्ने कुरो चाहिँ किनभने त्यहाँ तपाईँ एक्लै हुनुहुन्न, हामी पनि विभाग यहाँको साथमा छ भन्ने कुरा हामीले भन्ने गरेका छौँ। र अहिले चाहिँ केही समय वास्ता मैले फेरि पनि भने स्थानीय तहले जबसम्म यसलाई चाहिँ अलिक बढी महत्त्व नदिएसम्म चाहिँ हामीले तत्कालै यो छोड्ने पशु विभागले अथवा चाहिँ छोड्ने भन्दा पनि हामीले त्यसलाई सँगसँगै लिएर चाहिँ अगाडि बढेका छौँ। र म यहीँबाट यही मिडिया मार्फत स्थानीय तहका चाहिँ आदरणीय अग्रजहरूलाई चाहिँ यो पेसालाई मैले अघि नै भने जीविकोपार्जन मात्र भएन, मुलुकलाई समृद्ध बनाउने र सेयर सरप्लस भएको एक मात्र क्षेत्र भएको नीतिगत तहदेखि लिएर चाहिँ तलसम्म सबैलाई भने त्यस क्षेत्रमा लगानी गर्नको लागि यहाँहरू अगाडि बढ्नुहोस्, हामी यहाँका साथमा छौँ भन्ने कुराहरू मैले गर्न चाहेँ। धन्यवाद। धन्यवाद माननीय। अब हामी फोनबाट सन्देश प्रथम आफ्नो भेल्यु सिद्धान्त सर अनि राम्ररी सबैले बिएससी सेक्रेटरी सिद्धान्त It sounds so really चाहिँ अब बोर्डमा गाइडेन्ससिप हामी भेटिरहेको अनि म छुट्टो हेर्नु साथमा गाइडेन्स यो साथै भन्नासाथै के हो भने 3टा ब्रान्च भयो गाइडेन्ससिप। एउटा त रेगुलेटरी बडी भयो, अर्को हामी भिजिलेन्स गर्नु पर्यो, अर्को भनेको हामी इन्फोर्स गराउनु पर्यो, रेगुलेसन जुन पनि बडीलाई इन्फोर्स गराउनु पर्यो। 3टा चाहिँ भित्र हुन्छ। अब मैले हेर्ने लगभग भइसक्यो। हाम्रो हेल्थको एनुअल हेल्थको कुरा त हाम्रो रेडियोमा हाम्रो डिपार्टमेन्टमा अब त्यसमा पनि मिनिट एक्ट जुन चाहिँ हाम्रो आजसम्म भएको बारेमा थाहा छैन। मिनिट एक्ट हाम्रो आजसम्म लागु भएछन् भने हामी कहाँ गर्छौँ, कहाँ रेगुलेट गर्छौँ, हामी त्यहाँबाट हामी बढी अझ स्ट्रङ हुनु पर्यो। यत्रो वर्ष डिस्कस गर्दा 30 वर्ष भइसक्यो मिट एक्ट हुने यो एक्ट हुने भन्दा हामीले यत्रो वर्ष भइसक्यो। हाउस लोन या होइन हामी धेरै पछि परिरहेको छौँ। त्यसैले अब मिट एक्ट आएपछि हामीले केही गर्न सक्छौँ। स्लटर हाउसको जसरी अघि भन्नुभयो हामी घर घरमा काट्छौँ, गाउँ गाउँमा काट्छौँ, एकदम बोलमा काट्छ भाग्राको मेडिकलमा त सबैलाई मिठो लाग्छ अरे, किनभने सबै चिज आउँछ। त्यो कन्सेप्ट हाम्रो छ होइन। अनि अरू कुरा मैले हामी उपभोक्ता त सबै हुँ हामी होइन। त्यसमा अब एडिटिभ अब के छ होइन, एडल्ट्रेसनहरू जस्तै अहिले गर्मी आएर हामी दुधमा त्यो कुरा गरेको दुधमा अहिले तपाईँको पौष्टिक सोडाहरू मिक्स गर्नु सकेन, फार्मर नल्याउँदैन किनभने फाटेको उसको पैसा आउँदैन होइन। एन्टिबायोटिक रेडिकेटिभ हामीले कुरा गऱ्यौँ दिन अब एकाडेमिसियन आज भन्नु है म पुरा जीवनमा बिताएँ एकाडेमिसियनको हिसाबले हामी रेडिकेटिभको बारेमा पनि हामी कुरा गर्छौँ। अब त्यो रेडिकेटिभ आइरहेको त्यो हाम्रो जस्तै हामीले कहिले त हामी पढेर खानु पाउने कहिले किसानहरू पिएचडी गरिसकेको हुन्छ। यहाँ हामीले मैले अघि बरु सरलाई दिन देखेँ हामी गएका थियौँ बर्ड फ्लू कन्ट्रोलको लागि हामीले कुन ठाउँ थियो 5 कार्डतिर
त्यहाँ जाँदाखेरि के अरे त्यो युरिया मिसाइरहेको देखेको होइन। युरिया मिसाउने भन्ने त्यो त हामीलाई थाहै छैन। त्यहाँ स्थानीयले भन्ने त युरिया मिसाएको दिदीमा जानुभन्दा अगाडि युरिया मिसाइरहेको किन भनेर हामीले सोद्धाखेरि फ्याट पर्सेन्टेज बढाउने डिआरपिएले अलरेडी हामीलाई थाहा छैन। त्यस्तो कुराहरू छन् जुनले हामीलाई धेरै हार्म गरिरहेको छ। मञ्चको यसमा के हुन्छ किन भइरहेको छैन, के भइरहेको छैन कि मैले मार्केटमा सबै हेर्छु। अब म रिटायर छु नि, म त केही छैन त पढाउँछु मात्रै म होइन। बच्चाहरूलाई अवेर गर्छु, त्यो लेभल पनि राम्रै रहेछ नि। हामी अरूलाई भन्नुभन्दा पनि हाम्रो त्यो स्टुडेन्ट्स लेभलमा हामी जुन उनीहरूलाई अवेर गर्छौँ नि त्यो धेरै नै इफेक्टिभ हुन्छ। तर त्यसको रेगुलेसन कता हुन्छ, के हुन्छ, यो यस्तो चिजहरू धेरै नै आइरहेको छ। अब हामीले अब मान्छेलाई फ्रेस खानु हुँदैन, पहिला तपाईँले रेफ्रिजरेटरमा राख्नुहोस् खानु भनेर जति भन्दा पनि एउटा गाली त अब खानेर जान्छ। हामी त्यसमा कहाँ विक भयौँ, त्यसमा को हाम्रो कसको रोल छ, कसको रोल हाम्रो भएन, त्यसको केही आन्सर आउँछ के भन्ने जस्तो। ठिक छ। धन्यवाद। रिटायर भएको धेरै वर्षपछि पनि यो फुडको विषयमा बोल्न पाउँदा यहाँ यस्तो सभा हेर्दाखेरि म सँगै 10 वर्ष हुँदै काम गर्ने व्यक्तिमा बसेर अनि यो पक्का पनि यो फुड र हेल्थको कुरा ल्याइसकेपछि यहाँ फुड सेफ्टीकै कुरालाई हामीले बढी जोड दिनुपर्छ। हामी एउटा कुरा चाहिँ मैले यो कानुनहरू गरेर अथवा विश्व सरकारबाट पनि आउँछ नि जस्तो लागिरहेको छु। हामी डब्लुटिओमा सदस्य भएको आज ठ्याक्कै 21 वर्ष 1 दिन भयो। भनेको हिजोको दिन 2004 मा चाहिँ हामी डब्लुटिओको सदस्य भयौँ। डब्लुटिओमा सदस्य भइसकेपछि कि त हामी सक्यौँ कि हामी फस्यौँ यो बारेमा कि डम्पिङ साइट भयो हामी। किनभने त्यो डब्लुटिओले 3वटा सिस्टर अर्गनाइजेसन ओआइए जस्तो डब्लुएएस हुन्छ अहिले हामी कोडेक्स एलिमेन्टेरियन र एजुकेसन त्यो 3वटा सिस्टर अर्गनाइजेसन बनाएर त्यसले दिएको वैज्ञानिक आधारमा त्यसको डाइरेक्सनमा त्यसको स्ट्यान्डर्डमा हामी बस्न सक्यौँ भने बल्ल हामी विश्वसनीय हुन्छौँ अनि हाम्रो माल एक्सपोर्ट पनि हुन्छ। त्योभन्दा ठुलो कुरो हाम्रो जनता बढ्छ। यो कुरा चाहिँ हाम्रो मन्त्रालयमा प्रत्येक महिना डाक्टर दामोदर सेवाई आज आउनु भएको छैन, उहाँलाई विशेष बढी थाहा छ। बैकुण्ठ सरहरू जसले चाहिँ तपाईँलाई कानुन बनाउनुहुन्थ्यो महिनाको एक पटक एसपीएफ स्टेट लिडिङ कमिटीको चाहिँ मिटिङ हुन्थ्यो सचिवको चाहिँ उसमा अध्यक्षता सचिवले त्यो कामले त्यहाँ सबै कुरा छ यो फुड सेफ्टी र फुड हेल्थ। किनभने यसले के भन्छ भने ह्युमन हेल्थ, प्लान्ट हेल्थ र एनिमल हेल्थ यो 3वटा कुराले इन्भाइरोमेन्टलाई समेत समेटेर सेनिटरी फाइटो सेनिटरी त्यो भयो भने हामी सबै ठाउँमा सुरक्षित हुन सक्छौँ। किनभने एउटा त हामी इन्टरनेसनल स्ट्यान्डर्डहरूलाई इन्टरनेसनल उसलाई हामीले एडप्ट गर्न सक्छौँ। अर्को त हाम्रो आफ्नै स्ट्यान्डर्ड पनि बनाउन सक्छौँ। है टेबल मोडलले अलिकति ल्याउँदा हाम्रो अवशेषको कुराहरू कहाँ कति हो हामीले निर्धारण गर्न सकेनौँ। किनभने हामी त्यो वैज्ञानिक त छ नि हामीसँग थुप्रो, तर त्यो वैज्ञानिक पञ्चालन गर्ने हुँदै भएन। त्यो भएर हामीले मेरो डिसमा चाहिँ एउटा विशेष अनुरोध त्यो एसपीएस रेगुलेसनलाई चाहिँ हामीले इम्प्लिमेन्ट गर्न सक्यौँ भने अहिले उठेको कुराहरू सबै समाधान हुन्छ। मेरो विचारमा होइन यो तथ्य नै त्यही हो। र अर्को यो जब सङ्घीयतामा गइयो नि चेन अफ कमान्ड भएन। यो अहिले रोगले यत्रो हामीलाई आक्रान्त बनाइरहेको छ। यो हामीले चाहिँ किनभने हामीसँग चेन अफ कमान्ड नै छैन, डक्टर राखेर पनि हुँदैन, उसलाई जे लगाएर त्यही गर्न सक्ने अवस्था हो। हामी त्यो एउटा छाता एउटा के भन्छ डब्लुओएसको छातामा बसेर त हामी काम गरिरहेको छौँ इन्टरनेसनल लेभलमा। चेन अफ कमान्ड त्यहाँ बसेको छ भने नेपालको चेन अफ कमान्ड खोइ त्यो भएर यी कुराहरूमा हामीले विचार गर्नु छ। यो गऱ्यौँ भनेदेखि मलाई जहाँसम्म लाग्छ हामी गार्जियन जुन भेटनेरीलाई गार्जियन भनेको छौँ त्यसको चाहिँ सार्थकता हस् धन्यवाद। मेरो नाम राष्ट्रिय धेरै गुणस्तरका कुराहरू उठिसकेको छ। मैले थोरै भोलि मन्त्रालय विभागले चाहिँ किसानका पक्षमा समेट्ने कुराहरू मात्रै गरिरहेको समय योसँग मुख्यतः हिजो हामीले अहिले पनि भइसक्नु भएको छ
हामीले एक पालिका एक प्राविधिक भनेर जुन जग्गामा व्यवस्था गरेका थियौँ त्यो आज एक पालिका आज एउटा वडामा गएको छ। त्यसले गर्दा अब एक प्राविधिक होइन, एक भेटनेरी चिकित्सकको आवश्यक छ। त्यस कारणले गर्दा त्यो प्रावधानको अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई। र अर्को चाहिँ हामीसँग काम चाहिँ हामीले चाहिँ पश्चिम विकासका काममा गरिरहेका छौँ। हिजोको पश्चिम विकासका कामले भेटनेरी आज पालिका अथवा नगरपालिकाको कोठामा लगिएको छ। त्यसले गर्दाखेरि तिन तहको सरकारको कोर्डिनेसन भएको देखिँदैन। तिनजना आफ्नो ढङ्गले काम भइरहेको छ। त्यो तिन तहको सरकारको कोर्डिनेसन गर्नुपर्ने वातावरण बनाउनुपर्ने छ। अर्को चाहिँ नसल सुधारमा ठुलो रूपमा नसल सुधार गरेर अगाडि बढ्नुपर्ने अवस्थाको छ गुणस्तरको लागि। त्यसले गर्दाखेरि चाहिँ भोलि चाहिँ यो गर्न सकिएन भने भोलि हामी चाहिँ पशुपालनमा हामी आत्मनिर्भर बन्न सक्दैनौँ। र अर्को कुरो चाहिँ अहिले पनि आइसकेको छ, किसानहरूले काहीँ न काहीँ चाहिँ पशुपालन पेदादार क्षेत्र त्यहाँ किन अहिले किसानले उत्पादन गरेको दुधकै कुरा गर्ने हो भने आज 9 महिनादेखि दुधको भुक्तानी पाएका छन् हाम्रा किसानहरूले होइन। त्यस कारणले गर्दा कमसेकम त्यो दुधमा प्रोत्साहन दिएर अगाडि बढाउने एउटा प्रावधानको कार्यक्रम राख्न सकिए हुन्थ्यो। र अर्को स्थायी बजारको ग्यारेन्टी सहित समर्थन मूल्य पनि पूर्ति दिने व्यवस्था भइदियो भने अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ। अर्को चाहिँ उत्पादनको प्रमाणीकरण र लेबलिङको विषयमा पनि हामीले पालिका तहबाट अगाडि बढाउन सक्यौँ भने हाम्रा उत्पादहरू क्वालिटीको अवस्थामा अगाडि बढ्दै र क्वालिटी र गुणस्तरको कायम गर्न सकिन्छ भन्ने लाग्छ मलाई। अवश्य नदिएर किनभने यसपालिको धुनी यति राम्रो दिएको रहेछ कि यो खासतिर स्वास्थ्यको लागि समयसर प्रयोग गरेको भेटेरियन भनेर हाल्नु यो भनेको एउटा राम्रै हो। तर यो अनुसारको संरक्षण भएन यो संरक्षणको मान्छे जनता तयार छ कि छैन, स्टेक होल्डर तयार छ कि छैन त्यो पनि हेर्न पर्यो। किन एउटा स्टेक होल्डरले अर्को स्टेक होल्डरले नमान्ने किसिमको अहिले व्यवस्था छ। मैले ठुलो भने म पाएँ भने त्यसलाई सबैसँग सपोर्ट गर्नुपर्छ। हि सुड बी अन्डर बी भन्ने किसिमबाट अलिकति त्यो छ। अब एडमिनिस्ट्रेटरले मान्दैन, फेरि यो कार्यालयमा जानुहोस् भेटनेरीको कुरा गर्नु पर्यो भने पनि त्यो हुँदैन, त्यो त बुझ्दैन। त्यो ऐन लागु हुने बेलामा मासु जाँदै बेला लागु भयो, त्यो बेलामा हामीले के हिजोबाट लागु गरेको यहाँको थाहा छ। 2060 सालमा भइदियो वैशाख 6 गते। अब त्यो बेलामा लागु गर्दाखेरि त्यो ऐन लागु गर्दाखेरि मै के थिएँ हेटौँडामा लागु गराएर आएँ। वैशाख लाग्यो, वैशाख जेठ असार साउन भदौ असोजमा दसैँ लाग्ने बेलामा त्यो बुझेर के भन्यो भने ओहो सिरियो छ त्यो त हामीलाई दसैँको चाडमा आयो, यो बेलामा खुल्ला गरिदिनुहोस् भने मासु काट्नु। अनि खुल्ला गरेपछि के हो त्यहाँबाट खुल्लामा खुल्लै त्यो अनन्त बन्द गर्न सकेन। सिरियो छ र वास्तै गर्दैनन् किन पोलिटिकल प्रेसर होला पनि उनीहरूको त्यो गर्दाखेरि त्यो पालन गर्नु त पर्दैन त गर्नु परेको थिएन नि मैले। तर त्यो मेरो पनि ध्यान रहेर कि त्यो बेला मैले देखेको त्यो गरेपछि कन्टिन्यू गराउनु पर्थ्यो नि। सबैको इच्छा गर्नु पर्थ्यो, इच्छा शक्ति खोइ हाम्रो त्यो किसिमको इच्छा शक्ति लिएर काम गऱ्यो भने जे पनि सम्भव छ। होइन मैले यो देशमा केही पनि गर्न सकिँदैन भने उनी एकदम नेगेटिभ गर्दाखेरि तर त्यस्तो नहोस् भन्ने मेरो चाहना छ। त्यो मासु जाँको कतिले के भन्यो भने हाम्रै प्रशासनभित्र पनि कतिजनाले त्यो बेलामा यो हुनै नसक्ने प्रावधानहरू राख्यो, त्यसलाई गर्न सकिँदैन, लागु गर्न सकिँदैन भनेर मन्त्रालयले सिफारिस गर्यो। अनि ल नगर्ने भनेर अबसम्म ट्राई गरेन। त्यो कुन चाहिँ दफा छ लागु गर्न सक्छ त्यो अहिले पनि मलाई देखाउनुहोस्, म च्यालेन्ज गरिरहेको मैले कसैले भन्नु सकेको छैन। अब तपाईँले संहितामा गयो धेरै कुराहरू मिलेर ल्याउनु पर्यो। नक्सिने भने सबै गर्न सकिन्छ तर के भने हाम्रो इच्छा शक्ति नभएसम्म हामी केही पनि गर्न सक्दैनौँ। त्यो भाषा पार्टीले भने त्यो इच्छा शक्ति गरेर काम गरौँ भन्ने कुरो चाहिँ अनुरोध छ सबैमा भनेर मेरो चाहिँ एउटा सजेसन के छ भने यो फुड सेफ्टी र वान हेल्थको कुराहरू अब हामी त यहाँ अलिक केन्द्रमा बसेर धेरै कुरा हामीलाई थाहा छ। यो इम्प्लिमेन्टेसन हुने स्थानीय तहबाट हो। त्यो त मेरो सजेसन पश्चिमा विभागलाई हिसाबलाई के छ भने हामीले प्रदेशमा फुड सेफ्टी र वान हेल्थ बारे त्यहाँका मेयर उपमेयर अथवा अध्यक्ष उपाध्यक्ष हुन्छ उनीहरूलाई ओरिएन्टेसन दिनु पर्छ। नत्र भने के हुँदो रहेछ, म उर्लाबारी नगरपालिकामा रिसेन्टली गएको थिएँ, त्यहाँ हाम्रो भेटेरिनरी डाक्टर एकदम नयाँ हुनुहुन्छ, एकदम लेडिज हुनुहुँदो रहेछ, बहिनी हुनुहुँदो रहेछ। उहाँले भनेको कुरा त्यहाँ फुड सेफ्टी वान हेल्थ यसलाई
त्यो मेरो उपमा हेरे पत्याउँदै उनीहरूलाई विश्वासै लागेन हिजो अस्ति भएको कहाँ हामीले अब अरूले नि राज गरेर राख्छन् त्यहाँ फेरि उनीहरूको प्रायोरिटीमा पनि पर्दैन क्या त्यो सडकमा खानेपानीमा पर्छ यो एनिमल हेल्थ लाइफ स्टक एग्रिकल्चर प्रायोरिटी पनि पर्दैन त्यसले गर्दाखेरि यसको इम्पोर्टेन्स बुझाउन मेन कुरा मेयर अथवा त्यो सबैलाई बोलाएर प्रदेशमा उनीहरूलाई ओरिएन्टेसन गर्नु पर्यो क्या यो बारेमा यस्तो हुन्छ यस्तो रोग लाग्छ खाँदाखेरि हामी मरिन्छ भनेर उनीहरूले जब थाहा हुन्छ अनि त्यहाँदेखि पछाडि मात्रै अलिकति सिरियस गर्छन् जस्तो लाग्छ मेरो यो सुझावहरू धन्यवाद। सर्वप्रथम त म हाम्रो सबै विज्ञ सेमिनारको मेम्बर सरहरूलाई धन्यवाद दिन चाहन्छु किनभने यहाँ एकाडेमीदेखि लिएर हाम्रो प्रेम सर समितिबाट सबै आउनुभएको छ सबै कुराहरू लिएर स्पष्ट रूपमा उहाँहरूले राख्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को कुरा अघि यहाँ एकजना साथीले पनि भन्नुभयो भेटेरियन्स गार्जियन अफ फुड एन्ड हेल्थ कस्तो प्यारो स्लोगन तर whether or not all the stakeholders are ready to say that or not भन्ने कुरा हाम्रो डाक्टरले पनि भन्नुभयो। वास्तवमा यसको रियलाइजेसन गराउनलाई डिजी साहबको ठुलो अब अभिभावक छ जिम्मेवारी छ किनभने हामी अहिले संहितामा गइसकेपछि को सिनारीको अर्कै छ म त्योभन्दा पहिला म एउटा अर्को निवेदन गर्छु सिनारी जब हामी विभागमा थियौँ म पनि 3 वर्ष विभागमा बसेँ त्यसमा त्यो बेलामा के थियो भन्दाखेरि हाम्रो इन्फ्रास्ट्रक्चर र नेटवर्क यति राम्रो स्मुथ थियो कि हाम्रो दिशामा थाहा हुँदा अहिलेको 1000 वटा सेवा केन्द्रमा उपकेन्द्रहरू थिए त्यो भनेको वास्तवमा साउथ इस्ट एसियामा लाइफ स्टकको नेटवर्क इज द बेस्ट भन्ने थियो किन भन्दाखेरि यहाँहरूलाई एग्रिकल्चरको यहाँ हाम्रो अनुसार डाक्टर पनि हुनुहुन्छ एग्रिकल्चरमा जम्मा 374 वटा केन्द्रको केन्द्र थियो है जबकि हाम्रो त्यो 1000 वटा सेवा केन्द्र थियो त्यसको धेरै ठुलो फाइदा थियो एउटा त यहाँले अघि धेरै चर्चा पनि भइसक्यो यहाँ हामीले यो वर्ल्ड एनिमल हेल्थ अर्गनाइजेसनको मेम्बरको हिसाबले अहिले 200 वटा मेम्बर छ त्यसमध्येमा हाम्रो पनि रिस्पोन्सिबिलिटी छ अहिलेको डिजी साहब प्रत्येक डिजी साहब त्यसको मेम्बर हुन्छ नेसनल डेलिगेट हुन्छ र उसलाई जस्तो उदाहरणको लागि उहाँ अघि डिजी साहबले पनि भन्नुभयो नेपालबाट आरपी इरेडिकेट गर्यो तपाईँलाई त्यतिकै पत्याउँछ संसारले पत्याउँदैन देयर इज सर्टेन पाथवे त्यसको लागि र उसले दिएको पाथवेमा हामी चलेनौँ भने हामीले कसैले पनि क्लियर गर्न सक्दैनौँ मैले एउटा इक्जाम्पल मात्र दिएँ त्यसै गरी अब जस्तो पिपिआरको कुरा गर्नुभयो अथवा लङ स्किन डिजिजको कुरा गर्नुभयो नेपालमा छैन अब गयो डिएलको डिजले भनेर मान्दैन अथवा अरू कसैले साइन्टिस्टले भनेर पनि मान्दैन एकाडेमियाले भनेर पनि मान्दैन देयर इज सर्टेन पाथवे जसमा हामी जानु पर्ने हुन्छ जसमा अब उदाहरणको लागि अघि हाम्रो प्रेम सरले पनि भन्नुभयो वास्तवमा जुन तरिकाको हाम्रो प्रोडक्सन सिस्टम छ त्यसमा धेरै कुराहरू सुधार गर्नुपर्ने छ उहाँले तपाईँले हिम्मतमा त्यो स्लटर हाउस जानु भएको छ म डिजी हुँदाखेरि विभागको मेरो छोरीले खुब ममता खेल्ने कि होइन ममता खेल्ने छोरी पनि देखेको छ कसरी त्यहाँ स्लटर हुन्छ भनेर एक दिन 5:30 बजे मैले आफ्नो छोरीलाई लगेर हिम्मतमा देखाएँ त्यसपछि उसले ममता खानै भनेको मतलब हाम्रो आफ्नो सिचुएसन होइन उसले मलाई क्वेसन पनि गरे होइन यु क्यान इम्प्रुभ मैले पनि आइ एम ट्राइङ टु इम्प्रुभ छोरी तर यो अवस्थामा गाह्रो छ भनेको अर्थ हामी हाम्रो एटिट्युडमा अब हाम्रो पूर्णिमा डाक्टरले भन्नुभयो नि अघि पनि हामीलाई चाहिँ गाउँले खसेको मात्र हाम्रै टोलमा त्यसमा सबै चिज पाइन्छ हाम्रो उमार डाक्टरले पनि भन्नुभयो हाम्रो प्रिफरेन्स के हो जुन प्री डिटर्मिन हाम्रो चाहिँ जुन यो माइन्ड सेट छ त्यसलाई उपभोक्ताको माइन्ड सेटलाई चेन्ज गर्नु होइन स्पेन्ड गर्नु वी वर्क विथ यु अहिले तपाईँ यो धेरै काम गर्छ त्यसकारण यो कुराहरूलाई क्रमिक रूपमा ठिक होला विशालले पनि त्यो अहिले प्रयास गर्दै हुनुहुन्छ नम्बर 1 अर्को कुरा मैले हेल्थको सरलाई निवेदन गर्न खोजेँ सरको पनि के छ भने वास्तवमा अपरेसन हाम्रो चाहिँ जहिले पनि भइरहन्छ वन हेल्थ जुन स्ट्राटेजी थियो हामीले त्यो बेलादेखि सुरु गरेको छ र त्यसको लागि
वन हेल्थमा जति जति सरकारवाला छन् लाइफ स्टक ह्युमन हेल्थ इन्भाइरोमेन्ट वाइल्ड लाइफ वाटेभर त्यो सबैको एउटा स्ट्राटेजी बनाउने र वी अलोन एउटा ह्युमन हेल्थ अलोन एउटा एनिमल हेल्थ अलोन इन्भाइरोमेन्ट अलोन क्यान नट डु एनिथिङ सबैले अब जस्तो सबले भनिहाल्नु भने 60% of the living infection it comes from animal origin. 75% zoonosis comes from animal origin. त्यस कारणले जब सोर्स नै हामीले कन्ट्रोल गर्न सक्दैनौँ भने अब ह्युमन हेल्थले के गर्नु इन्भाइरोमेन्टले के गर्नु भन्ने कुरा स्पष्ट छ। त्यस कारण यो कुराहरू चाहिँ मैले वास्तवमा यो सजेसनको रूपमा हजुरहरूलाई कमिटी मेम्बरहरूलाई धन्यवाद दिएँ र आज अरू सबै साथीहरूलाई मेरो के भनाइ छ भने वास्तवमा जुन हामीले स्लोगन राख्यौँ त्यो स्लोगनको पनि बहुत ठुलो महत्त्व छ र आजदेखि इफ यु आर रियली ए ट्रु भेटेरियन त्यसपछि आज तपाईँलाई स्लोगन जुनले ल्याउनुभयो जुनले सेलेक्ट गर्नुभयो म अध्यक्षजीलाई पनि धन्यवाद दिन चाहन्छु। चाहिँ वर्ल्ड भेटनरी एसोसिएसनकै स्लोगन यो वर्ल्ड वाइड त्यही नेपालको मात्रै हुन त अब पन्ध्र बजीतिर पनि बोल्न आँटेको छैन तै पनि आजको परिवेशमा भेटरियनलाई किन गार्जेन मानियो भनेदेखि अहिलेसम्म हाम्रो रोल के छ भने हामी एनिमल हेल्थलाई इन्स्योर गर्ने काम गर्छौँ, डिजिज मोनिटरिङ गर्ने काम गर्छौँ। प्रोडक्सन प्रोसेसलाई हाम्रो भेटरिनरी इन्सपेक्टरहरूले बनाएको फार्म म्यानेजमेन्ट फार्म इन्सपेक्सनदेखि लिएर ब्रिड इन्सपेक्सनदेखि लिएर क्वालिटी इन्सपेक्सनदेखि लिएर ब्रिड इन्सपेक्सनदेखि लिएर भेटरिनरी इन्सपेक्सन सारा कुराहरू चाहिँ हाम्रो जिम्मेवारी कुराहरू अहिले हामी गर्दै आएका छौँ। त्यसले गर्दाखेरि हामी प्राइमेरी प्रोडक्सन लेभलमा यदि हामीले डिजिज इन्स्योर गर्न सक्यौँ भने फुड सेफ्टीलाई चाहिँ हामीले महत्त्वपूर्ण साथ चाहिँ प्राइमेरी प्रोडक्सन लेभलमै हामीले त्यसलाई नियन्त्रण गर्न सक्यौँ भने अनि हाम्रो हेल्थ र फुडको क्वालिटी हुन सक्छ। जस्तो गुड हस्बेन्डिङ प्र्याक्टिसेसको होलफुल जिम्मा हामी भेट्नेमा छ। गुड हस्बेन्डिङ प्र्याक्टिसेस गरिसकेपछि गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिसेसमा यी क्वालिटी कन्ट्रोलका कुराहरू आउँछन्। हेल्थका कुराहरू सरले गर्नुभएको छ, त्यसपछि हेल्थका कुराहरू आउँछन्, प्रडक्सन क्वालिटीका कुराहरू आउँछन्। अहिलेसम्म हामीले अब के अवस्थामा हामी जानुपर्छ लाग्छ भने हामीले अहिलेसम्म गरेको एक्टिभिटिजहरूमा हाम्रो कहाँ कमजोरीहरू छ, कहाँ चाहिँ वेकनेसहरू छन्। हामीले गरेको कामलाई जस्तो भन्न खोजेको के हो भने अहिलेसम्म हामीले जुन एनिमल हेल्थ जुन इन्स्योर गऱ्यौँ, डिजिजको मोनिटरिङ गऱ्यौँ, डिजिजको सर्भिलेन्स गऱ्यौँ, त्यो ठाउँमा कहाँ कमजोरीहरू आयो त्यसलाई इच्छा लिएर हामीले त्यहाँ चाहिँ गार्जेनको रूपमा भेटरिनरीको के हुनसक्छ त्यो कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्छ। भेटरिनियनले त्यो कुरालाई चाहिँ महत्त्वको साथ राखेर हामीले त्यो प्राइमेरी प्रोडक्सन लेभलका कुरालाई चाहिँ पनि ध्यान दिने। त्यसपछि खाद्यमा गएको प्रोडक्सन लेभलमा खाद्यबाट जस्तो अब अहिलेसम्म नेपालमा कति प्रिजर्भेटिभको कारणले टोक्सिसिटी भएर मान्छे मरेको कुराहरू हामीले एकछिन हेर्छ। त्यसले कन्ज्युमर पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि त्यो माइक्रोबायोलोजिकली एक्सेप्टेबल र प्रिजर्भेटिकल्ली एक्सेप्टेबल छ कि छैन भन्ने कुरो कन्ज्युमरले कसरी थाहा पाउने त्यो कुराहरूलाई कन्ज्युमर कन्फिडेन्स लेभलमा हेर्नुपर्ने हुन्छ। त्यो कुरालाई क्वालिटी सेफ्टीको रूपमा इन्स्योर गर्न सक्यो भने हाम्रो हेल्थ सिस्टम इम्प्रुभ भएर जान्छ। त्यसमा अवेरनेस सिस्टममा हेल्थका तपाईँको हेल्थको पनि जहाँलाई डिजिज मोनिटरिङ हुन्छ भेटरिनरी उसबाट त्यसमा तपाईँको हेल्थ सेक्टरको पनि मोनिटरिङ हुन आवश्यक देखिन्छ। जस्तो विभिन्न ठाउँहरूमा चाहिँ अब त्यसै यो अहिले यो हामीले भन्न खोजेको के भने विभिन्न सेक्टरको प्यारामिटरहरू राखेर त्यो ढङ्गले अघि बढाउनुको उद्देश्य के हुनसक्छ भने अब हामी सबै एकमुष्ट रूपमा चाहिँ यो त्यहाँ चाहिँ भेटरिनरी गार्जेन भए पनि प्राइमेरी प्रोडक्सनदेखि लिएर कन्ज्युमर लेभलसम्म पुग्दाखेरि कुन कुन ठाउँहरूमा कुन कुन पहिरोमा कहाँ इम्प्रुभमेन्ट गर्नुपर्छ, कुन कुन कुरालाई हामीले महत्त्व साथ दिनुपर्छ, त्यो कुरालाई प्रायोरिटी राखेर हामीले आगामी दिनहरूमा कार्यक्रम जानुपर्छ भन्ने हिसाबले हामीले छलफल राखेका छौँ। र मेरो सुझाव पनि त्यही ढङ्गमा हो। र अहिलेसम्म हामीले खासै हामीले मोनिटरिङ गर्न सकेका छैनौँ। ट्रकको मोनिटरिङ कुराहरू छ, भेटाली भइराखेको छ। अब तपाईँको फुड म्यानुफ्याक्चर खाद्यबाट फ्रिजरहरू बनाएका फुडहरू छन्, त्यो विभिन्न किसिमका त्यसमा प्रिजर्भेटिभका कुराहरू छन्, त्यसको हामीले मोनिटरिङ गर्न सकिरहेका छैनौँ। यी सारा कुराहरू जो छन् हामीले अबको क्षेत्र गर्नुपर्ने भनेको कि हामीले एकमुष्ट रूपमा चाहिँ सबैजनाको सिनर्जी रूपमा चाहिँ आफ्नो सेक्टरबाट मोनिटरिङ गर्ने र आफ्नो विकनेसलाई इफेक्टिभ रूपमा प्रयोग गर्ने। त्यसै कारणले प्राइमेरी प्रोडक्सन सबभन्दा ठुलो मेजर हो र अहिले भेटरिनरीले गरेको काम त्यही हो। र त्यसलाई त्यसै कारणले गर्दाखेरि भेटरिनरी यानि गार्जेन फुड एन्ड हेल्थ भन्ने कुरा चाहिँ
सेवाको लागि धन्यवाद नमस्ते एउटा obviously question डिपार्टमेन्ट खेलाइरहेको त्यही भएर उसको ल्याएर कस्तो लागेको है अनि क्वेसन चाहिँ के छ भने अघि पनि र अहिले पनि मर्मेन्ट्सको बारेमा चलि नै रहेको होइन तर पनि मेरो क्वेसन चाहिँ के छ भने प्राइभेट उसमा चाहिँ अर्गनाइजेसनहरूले काम गरिरहेछ कि छैन कोलाबोरेसनमा काम गरिरहेछ कि छैन र एज म तराईको म तराईमा केही गर्न खोज्यो भने कसरी गर्न सकिन्छ र हजुरहरूले मलाई कसरी एसिस्ट गर्न सक्नुहुन्छ त्यही हो मेरो नाम चाहिँ लुमिना यादव म चाहिँ अहिले हाई प्यारिसमा 7th सेमिस्टर हेर्नु स्टुडेन्ट हो धन्यवाद म एकदम छोटो दिन्छु यहाँ त्यो इम्पोर्टेन्ट सब्जेक्टमा धेरै छलफल भयो धेरै कुरा एउटा एस्पेक्ट चाहिँ छुट्टै बोल्दै के छ अब यो प्रोत्साहनका कुराहरू मात्रै भयो हामी चाहिँ एडभान्स पेरिफेक्सको कुराहरू अब केही अगाडि बढ्नु 2-4 दिन अगाडि पनि हामी सबै थाहा होला एउटा बहुत विपक्ष हो त्यहाँ ढाँगालाई स्मरण गर्ने बेला यसलाई स्टन्डिङ गर्नु भन्ने बेला यो ठाउँमा हुँदाखेरि यो अचानक भागेर गएछ होइन गएपछि हामीले छोड्छ लज्जा कुनै अहिले व्यक्तिले नै गरेर उनीहरूले आफ्नो रेस्क्यु गरेको छ राख्छ अहिले मैले पनि कपा त्यस्तो किसिमको विपक्ष हिसाबले एनिमल्स कन्ट्रोल हुनु गइरहेछ र त्यो प्रयोग चाहिँ बिस्तारै होला भनेदेखि अब अहिलेको इन्टरनेसनल कन्टेक्समा हेरेको अथवा अब अहिले पुलिसहरू गएर पुलिसहरूको थाहा लिएर मात्रै खान्छ त्यसले गर्दाखेरि यो पोइन्टमा अरू अरू पनि कुराहरू छ यसलाई चाहिँ हामीले एकदमै स्ट्रङली गर्नुपर्ने छ अब यसको लागि चाहिँ कसरी गर्ने भन्ने पोइन्टहरू होला यसलाई अवेरनेस भेरी भेरी इम्पोर्टेन्ट र यो अवेरनेस खास गरी हाम्रो यो जिल्ला गाउँ स्तरमा पनि गाविस स्तरमा पनि पालिका स्तरमा गर्नुभएको भेटेर साथीहरूलाई पनि यो प्राविधिक गर्दा पनि यसलाई चाहिँ एकदम स्ट्रङली यो केन्द्रीय लेभलमा सङ्कोच पनि दिनुपर्ने हुन्छ र म अरू चिज चाहिँ एन्टिटिज राखेको पनि एन्टिटिज छ मैले चाहिँ यहाँ आज लास्ट गरौँ प्रश्न र सुझाव भन्दा पनि एउटा प्रस्ताव राख्न चाहे यो जुन टपिक छ यो टपिकमा चाहिँ अहिले यहाँबाट हामीले यति धेरै मल्टी स्टेक होल्डर चाहिँ हामी गर्नेछौँ र खुसीको कुरा आज पत्रकारजीहरू हुनुहुन्छ उहाँलाई अहिले एकछिनपछि यो हलबाट बाहिर पब्लिकमा चाहिँ के चाहिँ म्यासेज लैजाने होला भनेर अहिले मनमा सोचिरहनु भएको छ र यत्रो विज्ञदेखि लिएर उपभोक्तादेखि लिएर डिजी साहब मन्त्रालयको सचिव लगायत थुप्रो स्टेक होल्डर जम्मा भइरहँदा हामीले एउटा म्यासेज चाहिँ दिनु पर्यो कि किनभने भेटेरियन हामीले काम गरिरहेका छौँ कहाँबाट काम छौँ भने फ्रम एउटा फार्ममा बसेर कुखुराको चाहिँ 0 डेजबाट 42 डेजसम्म अथवा 35 डेजसम्म त्यसलाई चाहिँ हामीले सेफगार्ड गरिरहेका छौँ गार्ड गरिरहेका छौँ र त्यो मात्र नभइकन सिरियामा बसेर एसडिआरमा बसेर अथवा डिएफटिक्युसमा बसेर हामीले त्यो भेटेरियनले उत्पादन गरेको त्यो भेटेरियनले गार्ड गरेको चिकनमा चाहिँ एन्टिबायोटिक रेसिड्यु छ छैन हर्मोन छ छैन भन्दै सर्भिलेन्स गरेर हामीले यहाँबाट भन्दा कम भएको थुप्रो एभिडेन्स अहिले तपाईँले गएर नेटमा सर्च गर्नुभयो भने एकाडेमिसियनले पनि युनिभर्सिटीले पनि त्यसमा रिसर्च गरिरहेको छ डिएफटिक्युसले त्यसमा रिसर्च गरिरहेको छ अब यता विभागतिर हाम्रो मन्त्रालयले त्यसमा रिसर्च गरिरहेको छ होइन भनेपछि त्यसले सफिसियन्ट एभिडेन्स जेनेरेट गरिरहेको छ कि हाम्रो चिकनमा चाहिँ एन्टिबायोटिक रेसिड्यु हर्मोनहरू क्यामेराको क्रस गर्ने लेभलमा हाम्रो स्वास्थ्यलाई जोखिम हुने लेभलमा जेनरलाइज हिसाबले छैन भनेर हामीले त्यत्रो एभिडेन्स जेनेरेट भइरहेको छ त्यसो हो भने त्यो त हामी यत्रो स्टेक होल्डर भएको बेलामा उपभोक्ता उत्पादन गर्नेदेखि लिएर त्यो मोनिटर गर्ने सम्मको स्टेक होल्डर भइरहेको बेलामा आजलाई त्यो डिक्लेयर गर्ने दिन हुन सक्दैन यत्रोबाट यो प्यानलबाट हामीसँग एभिडेन्स इनफ छ त पब्लिक एभिडेन्स छ इन्टरनेसनल जर्नलमा
पब्लिस थुप्रो छ अनि अनपब्लिस हामीसँग विभाग लगायतका विभिन्न ल्याबमा अनपब्लिस डाटा छ त्यो कति छ त्यस कारणले गर्दा यो प्यानल डिस्कसनले एउटा मात्र इन्फर्मेसन किनभने अहिले यो प्रोग्राम हामीले सञ्चालन गर्दै गर्दा फेसबुक भयो कतै मासुमा त एन्टिबायोटिक खान नआउने भनेर आइरहेको मिस इन्फर्मेसन आइरहेको छ डिसइन्फर्मेसन आइरहेको छ यो प्यानल डिस्कसनमा हामीले चाहिँ त्यो एउटा न्युज चाहिँ लान सकियो भने चाहिँ यो आजको प्यानल डिस्कसन साँच्चीकै अर्थपूर्ण भएको हुन्छ भन्ने मलाई लागेको हुनाले मैले यहाँ राख्न चाहेँ। अब यसलाई ग्रहण गरेर लान सक्ने नसक्ने आजै भन्न सक्ने अथवा एक हप्तापछि भन्न सक्ने कुरालाई चाहिँ म यो फ्लोरलाई छोड्दै म कुरा आउँछु। लागि यो सबै इभिडेन्सलाई कम्पाइल गर्दै निकाल्नुपर्छ। त्यतिकै भन्दाखेरि त्यो डेटा चाहिँ हामीले बाहिर अब कसैलाई केही अब भनिसक्नु हामी पुगेका छौँ। अब हामीले यो टोकन अफ लभ र एकदिन कुरो त भन्नुपर्छ होला नि चाहिँ यतिवटा कुरो एरिप्लाइदै गर्नुपर्छ नि त होइन। धेरै कुराहरू म सरहरूको सर म्याडमहरूको अब हजुरहरूको समयलाई मध्यनजर गर्दै म धेरै बोल्दिनँ यसमा। यहाँहरूका जुन जिज्ञासा सुझाव आएका छन् त्यसलाई मनन गर्दै अहिले विशेष गरी यहाँ हामीसँग पूर्णिमा हजुरले पूर्णिमा पहिले सुरुवात गर्नुभयो। हामी संहिता गइसकेपछि अलिकति मिस भएको अलिकति हामीले काम गर्न नसकेको क्षेत्र भनेको चाहिँ हामीले तत्कालीन हाम्रो भेटरनरी जनस्वास्थ्य प्रयोगशालालाई नियमित गर्न नसकेको अवस्था देखिन्छ, जसले गर्दाखेरि जसले धेरै पहिलेदेखि त्यसै पशु पसल तथा माछा ऐनमा चाहिँ वो गलत गर्दै थियो त्यो अर्गनाइजेसनको अभाव हामीलाई खड्केको छ। जसले गर्दा अहिले पछिल्लो समय हामी चाहिँ मुलुकको हुँदा पुनर्संरचना हुँदाखेरि राष्ट्रिय भेटरनरी जनस्वास्थ्य प्रयोगशालामा छोटकरीमा भने यसलाई राखेर, किनभने हेर्नुहोस् एउटा अर्गनाइजेसन नै भएन भनेदेखि नियमन गर्न बडो गाह्रो हुँदो रहेछ है। विभाग आफैले मात्र सबै कुराहरू गर्न सक्दैन, विभागको त्यही क्षेत्र मात्रै सम्बोधन गर्ने एउटा चाहिँ प्रयोगशाला हामी चाहिँ निकै चाँडै यो अहिलेको वाइनियममा यदि चाहिँ मैले यही मनबाट भन्ने गर्छु, सुन्नु भएन यहाँहरूले, सरकार यदि सरकारमा बसेर कार्यगत तहमा हामी गर्छौँ, नीतिगत तहमा यो काम गरिदिनुहुन्छ भने तत्कालै पश्चिम विभागले भनेको चाहिँ हामी चाहिँ 100 जनाभन्दा बढी मासु निर्देशक हामी तयार भएर बसेको अवस्थामा छौँ र त्यहाँ ऐनमा स्पष्ट लेखेको छ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित तोकिएको क्षेत्रमा तोकेको मिति लागू गर्न सक्ने प्रावधान दिएको छ। माननीय मन्त्रीज्यू हजुरले घोषणा गर्दै हामी चाहिँ स्थानीय तहसँग बसेर स्थानीय तहले यसलाई कार्यान्वयन गर्न सक्ने अवस्थामा चाहिँ तत्कालै घोषणा गरेर हामी चाहिँ प्राविधिक सुपरिवेशन गर्न सक्ने यथेष्ट जनशक्ति हामीसँग छ भन्ने कुरा चाहिँ मैले अहिलेको नयाँ सरकारलाई पनि मैले भनिसकेको छु होइन। त्यसले त्यो सेलाएको छैन, हामी ढिला भएको चाहिँ पक्कै हो भन्ने कुरो मैले यहाँलाई भन्न चाहन्छु। जहाँसम्म दानामा चाहिँ अहिले ऊ हाल्न पाइँदैन, यहाँले युरिया हाल्न पाइँदैन र मैले यहाँहरू सबैको जानकारीमा भनेको छु। अहिले कुरो आयो विभिन्न हर्मोन यता यो कुनै पनि चाहिँ वास्तव नचाहिने कुराहरू बाहिर आउनु भने हामी तत्कालै हामीले 2016 देखि नै दानामा एन्टिबायोटिकको 0 टलरेन्स, एन्टिबायोटिक फिट सपोर्टको 0 टलरेन्स थुप्रै अप्सन साथ मैले भन्दैछु। यहाँहरू प्रायः भाइ बहिनीहरू हुनुहुन्छ, सुन्नुहोस् यो अहिले हामी प्रिबायोटिक, पोस्टबायोटिक, मस फस अमिनो एसिड फाइटोजेनिक केमिकल्सहरू धेरै चाहिँ अहिले आएका छन् र दानामा यी बाहिर सधैँभरि एउटै जसले चाहिँ भन्दै गयो त्यसलाई कन्टिन्यू गर्ने होइन। अहिले परिष्कृत अवस्थामा दण्डनीय अपराध हो, दानामा छैन भन्ने कुरो म यहाँलाई अनुरोध गर्छु। दानामा त्यसैले गर्दाखेरि कुनै पनि एन्टिबायोटिक नभएको र यदि चाहिँ यहाँ केही सूचना पाउनुपर्छ हाम्रो दायित्व पनि हुन्छ त्यो यहाँ दिनु होला तत्कालै। मैले नियमन गर्न सक्नेमा दाना स्तरीय कार्य समितिको अध्यक्ष पश्चिम विभागको महानिर्देशक हुन्छ र अहिले कानुनी रूपमा कार्यान्वयन गर्न चाहिँ खाद्यतिर छ अहिलेसम्म र म विशेष गरी ईश्वर सर यहीँ हुनुहुन्छ, हामी त्यो कारवाहीको दायरामा हुने यो हाम्रो सुन्ने सरसिद्धा छ। मैले यहाँलाई यो कुरो भनिसकेँ। अब महानन्द सरले भन्नुभएको जुन छ नि अरू सरको धेरै सुझाव छ, हजुरले बाहिरबाट बसेर यसो हेर्नु भएको कुरालाई अलिकति भन्छु म सक्छु। विशेष गरी प्राविधिक जनशक्ति ग्रामीण तहसम्म जानुपर्छ भन्ने अघि नै मैले भनिसकेँ, यहाँका सुझाव छ र विशेष नस्ल सुधारमा धेरै ध्यान दिनुपर्छ भन्नेमा मैले भनिहालेँ। अहिले हामीसँग 8 लाख एआई 8 लाख गाई मैसी र बाख्राहरूमा, बाख्रा अलिकति कम गर्छौँ, बाख्रामा आवश्यक पनि कम छ, हामी अहिले एआई गरिराखेका छौँ र हामी सिमेन्ट उत्पादन भनेको त्यो त्यसको लागि चाहिने सिमेन्ट चाहिँ 12 लाखको उत्पादन गर्छ, त्यो मुलुकको आवश्यकता राम्रो उत्पादन गरिसक्यो। हिजो यहाँले आज 2-3 वर्ष अगाडि सुन्नुभएको थियो होला, त्यो बेला एमसिजीका हल्ला चलिरहेको थियो, एमसिजी आएन चाहिँ साढे आयो अमेरिकाबाट भन्ने समाचार पनि आयो।
यहाँले देख्नु होला। अब मैले के भन्छु भने त्यो बेला 6वटा साढे अमेरिकाबाट आए, 8वटा कोरियाबाट आए। अब सधैँभरि यो संसार अब कहिले पनि आउँदैन। हामीले नेपालमै सेलेक्सन गर्न सक्ने एउटा पद्धति विकास गरेका छौँ, मैले छोटकरीमा भने यहाँलाई। र हामी भ्रूण प्रत्यारोपण इम्ब्रायो ट्रान्सफर पनि गरेर अब हामी आफै 100% चाहिँ जर्सी 100% होलिस्टिन अरू गिर साइबल चाहिए भने मुर्रालाई पनि यही उत्पादन गर्न सक्ने बनेका छौँ भनेपछि हाम्रो वंश सुधारमा धेरै नै अगाडि बढेका छौँ। यति भन्दैमा हामीले संरक्षण गर्नुपर्ने स्थानीय गाई भैँसी होइन बगुर भेडा बाख्राहरूले त्यो संरक्षण पनि गर्ने योजनाहरू चाहिँ हामीले त्यही पालिकामै गर्ने गरी अगाडि बढाएका छौँ भने चाहिँ ब्रिडिङको क्षेत्रमा पशु प्रजननको क्षेत्रमा विभागले धेरै अगाडि काम बढाएको छ भन्ने कुरो मैले यहाँको प्रश्न आएको थियो म यहाँलाई अनुरोध गर्न चाहन्छु। र विशेष गरी चाहिँ यो कृत्रिम गर्भधारण भन्दाखेरि 71वटा जिल्ला हेर्नुहोस् त, 71वटा जिल्लाको 550वटा स्थानीय तहबाट कृत्रिम गर्भधारण हुँदैछ र यो लगभग हेर्नुहोस् होइन निःशुल्क रूपमा गएको छ। खालि हामीले अनुदानमा भन्ने किसानहरूले अनुदान पाइएर अनुदान पाएन भन्छ। त्यत्रो भ्याक्सिन निःशुल्क गएको छ, एआई निःशुल्क छ, बिमामा 80%मा अनुदान भएको छ भनेपछि केही नभएको होइन। हाम्रो मुलुक हाम्रै मुलुक हो, त्यसैले गर्दाखेरि चाहिँ यसमा ध्यान दिउँ भन्ने कुरो म यहाँ राष्ट्रिय किसान समूह महासङ्घको पनि सर हुनुहुन्छ, यहाँ मार्फत चाहिँ तमाम किसान उद्योगलाई म अनुरोध गर्छु। र वैकुण्ठ सरले भन्नुभएको विषयवस्तु, खतिवडा सरले भन्नुभएको, रजवार सरले जति पनि सरले दिनुभएको सुझावहरू हामीले टिपेका छौँ। टिकराम सरले पनि सुझाव दिनुभएको छ र हाम्रो रुबिना बहिनीले भन्नुभएको छ। हेर्नुहोस् कुनै भौगोलिक क्षेत्र भन्ने हुँदैन, तराई पहाड हिमाल जहाँ पनि एक स्वास्थ्यको अवधारणा लागू हुँदाखेरि चाहिँ यसमा चाहिँ मैले भने हामीसँग दस्तावेज छ। एक स्वास्थ्य अवधारणामा काम गर्नको लागि हामीले हाम्रो सबै निकाय 4वटा निकायसँग समन्वय गरेका छौँ र यहाँले काम गर्दाखेरि यहाँ कसरी सहज हुन्छ, कुन जिल्लामा के काम गर्नुहुन्छ, पक्कै पनि एउटै क्याम्पमा सबै कामहरू भइरहेको छ। र हाम्रो दिनेश पराजुली सर विशेष गरी सर एनिमल वेलफेयर काम हुँदै नभएको होइन। हाम्रो 2055मै हजुरहरू त्यो ऐन बनाउनेमै हुनुहुन्छ, दफा 27 त्यति बेलै राख्नुभएको थियो पशुप्रति निर्दय व्यवहार हुनु नहुने भनेर। त्यस पछाडि ढुवानी मापदण्ड बने, पशुकरण निर्देशिका बनाऊ, मुलुकी अपराध जुन चाहिँ आचार संहिताहरू बने। र अहिले पछिल्लो समय चाहिँ के देखियो भन्दाखेरि अब भन्ने कुरो स्ट्यान्ड अलोन चाहिँ पशु कल्याण ऐन, किनभने उहाँले पनि एउटा चाहिँ अहिले पहिलेको ओआई होइन जसले पनि एनिमल वेलफेयर एकदम माथि राखेको छ। अब हामीले चाहिँ एउटा ऐनकै रूपमा अगाडि बढ्नुपर्छ, धेरै अगाडि बढेका छौँ। फेरि नेपालको ऐन निर्माण प्रक्रिया अलिक लामो भए पनि यो हामीले कल गरेर छोडेका छैनौँ भन्ने कुरो मैले सरलाई अनुरोध गरेँ। प्रकाशजीको सुझावमा चाहिँ मैले के भने हामीले भन्दाखेरि मैले के चाहिँ भन्छु भनेदेखि अलिकति म करेक्सन गर्न लगाएँ। कुखुरामा हर्मोन त प्रयोगै हुँदैन, त्यसले हर्मोन भन्ने शब्द लिनु भयो नि मान्छेलाई के भने हर्मोन बनाएर ठुलो, यो कुनै एकदमै मिथ्या हो। हर्मोन भन्ने कुरो प्रयोग भएको हुँदैन। तर अब हाम्रा चाहिँ कुखुराजन्य उत्पादनहरू जुन चाहिँ मासु अन्डाहरू चाहिँ हाम्रो एन्टिबायोटिकको सुरक्षित अवस्थामा छन् भन्ने कुराहरू अन्ततोगतमा चाहिँ हामीले त्यसलाई चाहिँ अझ सुरक्षित बनाउनको लागि हाम्रो प्रयास र सुरक्षित अवस्थामा छौँ भन्नको लागि चाहिँ हामी छलफल गरौँ। यहाँ मान्छेले के भने कुखुरा ठिकै छ, हर्मोन लगाएर चाहिँ ठुलो हो भन्ने कुरो गलत तरिकाले व्याख्या गरेका छन्। यो जेनेटिक म्यानिपुलेसन हो। यत्रो दुनियाँमा मान्छेको भनौँ न ह्युमन पपुलेसन बढेको छ होइन। यो पहिले 3 महिना लाग्थ्यो एउटा कुखुरा तयार हुनुमा, चाहिँ आज चाहिँ भनौँ न 30-35 दिनमा भएको छ। यो कुनै पनि खराब तत्त्व प्रयोग गरेर होइन, यो चाहिँ जेनेटिक इन्जिनियरिङ हो होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले हर्मोनका कुरै गर्नु भएर र हामी चाहिँ हाम्रा उत्पादनहरू चाहिँ एमआरएल भित्र छन् भन्ने कुरा चाहिँ म पुनः यहाँ पत्रकार महोदयहरू हुनुहुन्छ उहाँहरू मार्फत चाहिँ तमाम जनतामा चाहिँ पुगोस् भन्ने कुरो म चाहन्छु। र यहाँहरूका जति पनि सुझावहरू आएका छन् मैले थुप्रै लेखेको पनि छु। कति कुरो सम्बन्ध विशेष गरी मेरो अग्रज सरले दिनुभएको सुझावहरूलाई चाहिँ हामीले चाहिँ क्रमिक रूपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा गइसकेको बेहोरामा अनुरोध गर्दै विभागको तर्फबाट फेरि पनि यो कार्यक्रम आयोजना गरिदिनु भएकोमा म नेपाल भेटरिनरी एसोसिएसनका सम्पूर्ण परिवारलाई धन्यवादका साथ यो प्यानलको रूपमा छलफल गरेर धेरै कुराहरू भन्न वास्तवमा चाहिँ जति भने पनि सकिँदैन। धेरै समय भइसकेको छ। यहाँहरूलाई चाहिँ हृदयबाट सुनिदिनु भएकोमा म यहाँहरू सबैप्रति आभार व्यक्त गर्दै फेरि पनि विश्व भेटरिनरी दिवसमा चाहिँ हामीहरू सबैले चाहिँ अझ वास्तवमा सुदृढ समाज विशेष र यो पशुधन उत्पादनलाई अझ बढी चाहिँ समृद्ध भनौँ न उत्पादन बढाएर चाहिँ मुलुक समृद्ध बन्न सक्ने गरी चाहिँ हामी अगाडि बढौँ भन्ने शुभकामना व्यक्त गर्दै मेरो भनाइ पनि अन्त छ। नमस्कार। एउटा पर्सपेक्टिभ मैले थपे हामीले अहिले छुट्याएको छौँ। अहिले याद पनि भयो ब्रिडको संरक्षणको कुरोमा इन सिटु संरक्षण एउटा छ, अर्को चाहिँ बायो ब्याङ्किङ छ। वाइल्ड लाइफमा पनि अहिले बायो ब्याङ्किङ सुरु गरिराख्न नेपालमै पनि गर्ने हामी अगाडि गरिरहेको छौँ। उता चाहिँ हामी टोमेटिक सेललाई चाहिँ फ्रोजन गरेर राखेर प्रायो प्रिजर्भेसनबाट गर्छौँ भने लाइफ स्टकको त हामीलाई धेरै सजिलो छ, किनकि जर्म सेल नै हामीले इजिली पाउँछौँ। त्यसलाई चाहिँ इम्ब्रियो बनाएर अथवा ओभम र स्पर्मलाई पनि सेभ गरेर राखियो भने मलाई लाग्छ
इन्स्टिट्युटमा किसानले अलिकति नाफा दौरी भएपछि पछि गाडी छोड्देला त्यस्तोमा चाहिँ अलिकति धेरै चाहिँ मैले छोटो रूपमा हामीलाई अचम्मै कन्सर्न भएको आजको स्लोगान यो हाम्रो नेसनल स्लोगान मात्रै नभएको हुनाले यो चाहिँ नि होल भेटनरी एसोसिएसनको स्लोगानबाट आएको कुरालाई अब यसलाई इम्प्लिमेन्टेसनको लागि हाम्रो आफ्नो प्रोग्राममा र होल भेटनरी एसोसिएसनले के राखेको छ त यसलाई इम्प्लिमेन्टेसनको रूपमा त्यो पनि बुझेर म हाम्रो रिप्रेजेन्टेटिभ सरलाई नि अब दिदी सरलाई मैले यो कुरा अनुरोध गरेँ त्यो भयो भने हामी आज यो स्लोगनलाई आत्मसात गरेर नि हामी कमन उमा पुग्न सक्छौँ एउटा कुरो अर्को हामी यहाँ धेरै रिलेटेड के भने भेटनरी रिलेटेड र अन्य ऊ पनि भएको हामी खालि के भनिरहेछौँ भने एन्टिबायोटिक रेजिड्यूको कारणले हेल्थमा पर्न सक्ने सम्भावनाको कुराहरूलाई हेरेको खण्डमा हामी अर्को पर्सपेक्टिभमा एकचोटि हामीले रिसर्चको कुराहरूलाई लानुपर्छ कि जस्तो पनि लाग्छ। एज ए माइक्रोबायोलोजिस्ट म के भन्छु भने नि हाम्रो जेनेरेसन जस्तो कि हामीभन्दा अहिलेको पछाडिको जेनेरेसनको ग्रोथको पिरियड हेरौँ कति राम्रो ग्रोथमा गएको छ क्या त्यो ग्रोथ। यदि नेगेटिभ इम्प्याक्टको कुरा हुन्थ्यो भने त्यसले अर्कै कुरा लान्थ्यो होला तर त्यसले पोजिटिभ एस्पेक्टको कुरा पनि हुन सक्छ किनभने त्यो एन्टिबायोटिकको कुराले गर्दाखेरि भएका प्रब्लमेटिक कुराहरूलाई त्यसले सल्भ गरेको कुरा हुनसक्छ हो। यो अर्को डिफरेन्ट हामीलाई एउटा कुरो केही दिएको छ हामी त्यसैमा मात्रै त्यसैको फर्ममा मात्रै कुरा गर्ने ढङ्गको कुरा होइन कि हामी साइन्टिस्टको हिसाबले सोच्दाखेरि नि त्यसको अर्को पोजिटिभ इम्प्याक्ट हाम्रा बच्चाहरूको ग्रोथ किन राम्रो भइरहेछ त त्यसको कुराहरू के हुन सक्छन् हो यो फुडको टेक्नोलोजी अथवा साइन्सको कुरामा। अनि अर्को कुरो अहिले भर्खर आगो हर्मोन र आदिको कुरो नि हामी इन्जाइमहरू केही प्रयोग गर्ने उमा छौँ गरिरहेको पनि छ है तर हर्मोनको रूपमा होइन। मैले अहिले भन्न खोजेको कुरो के भने नि मैले बिबिएससी पढ्दा 70 दिनमा 7 किलो दाना खाएर अनि 2 किलो मासुको कुरा हुन्थ्यो भने अहिले के छ त त्यो 70 को आधा 35 दिन अनि 7 किलोको दानाको मास 3.5 किलो र मासु चाहिँ 2 किलो नै हो। हेर्नुहोस् त यसको यो कुनै पनि हर्मोन र आदिको कुराले पटक्कै होइन यो जेनेटिक इम्प्रुभमेन्टका कुराहरू छन्। यो हामी सबैले आत्मसात गरेर भन्नुपर्ने कुरा हो। यहाँ हामीले नि हर्मोन राखेको छ भनेपछि हर्मोनको भनेर हामी आफै पनि नि यस्ता कुराहरू नभएको कुराले थ्याङ्क यू डिजी साहब है। अब एकदम गर्वको साथ भन्दा नि मैले त्यो पढेर आएको कुरो 35 अथवा 40 दिनको कुरो डिजी साहब पनि मेरो विद्यार्थी हो है। त्यसै कारणले नि यो कुरालाई कसरी लैजाने हो त भन्ने ढङ्गले नि हामीले सोच्न आवश्यक छ क्या। त्यस भएर साइन्टिस्टको ढङ्गले नि यसलाई हामी त्यो ढङ्गले म्यानिपुलेट गरौँ यो होइन कि डाइरेक्टली यस्तो नेगेटिभ इम्प्याक्ट मात्रै हो भन्ने। हस् थ्याङ्क यू। मैले भन्दै मात्र प्रश्न चाहन्छु पूर्णिमाजीको तपाईँहरू यो खाद्य वा अस्वस्थ मासुको उपभोगको बारेमा तपाईँहरू के गरिराख्नु भएको छ भन्ने कुरामा मात्रै राष्ट्रिय उपभोक्ता मञ्च जसलाई मूल्य ठुलो गर्छ हाम्रो देशैभरिमा हामीले यो विषयमा कन्ज्युमर एवेरनेस प्रोग्राम र त्यो ती ठाउँसँग सम्बन्धित अघि पनि भने एउटा वाणिज्य विभागसँग एउटा खाद्य केमिकल विभागसँग मिलेर हामी काम गरिरहेको छौँ। हाम्रो आफ्नै सार्वजनिक स्कुलबाट देशैभरि काठमाडौँ जिल्लामा मात्रै देशैभरि अस्ति मात्रै हामी 5 फिल्म गरेर आयौँ। एउटा धेरै क्लाइन्टमा आउँथ्यो गर्नु मूल कुरा त के छ यो मासु जन्ने खाद्य पदार्थ कसरी उपभोग गर्नुपर्छ भन्ने पक्षमा मात्र अलिकति हामी सिकाउने काम गर्नु किन हामी यो केहरू होइन उहाँले सिकाएको र चाहिँ पशु स्वास्थ्य विभागका कर्मचारीले सिकाएको भरमा सुनेको भरमा अथवा हामीले अध्ययन गरेको भरमा जस्तो सजिलोले भन्नुभयो उहाँको पालामा धेरै हामीले चाहिँ मिलेर काम गरेको बजार अनुदेखि हिम्मत पनि हामीले हेर्न गएको थियौँ। हिम्मतमा चाहिँ हेर्नु पार्टीको पनि हामीले हेर्न गएको मलाई याद छ। तर अहिले त्यो अब दिशाकै अगाडि भन्नुपर्छ त्यो कुरा अहिले भइरहेको छ हामी कुनै पनि कुरामा यो क्षेत्रमा इन्भल्भै भएको छैन किनभने हामीले बोलाएको पनि छैन। आज सायद मैले अथवा हामीले एसोसिएसनले किन बोलाएको जस्तो लागिरहेको थियो। धेरै वर्ष भइसक्यो हाम्रो सम्बन्धै एकदमै छुटिसकेको थियो।
अब म तपाईँलाई एउटा भन्छु, हामीले यो खाद्य पदार्थ मासु जन्य पदार्थ सहितको खाद्य पदार्थको उपभोगको सम्बन्धमा करिब हामीले धेरै वर्ष भयो आफ्नै हिसाबमा सिकाउनै लागेको थियो। सबभन्दा पहिले त्यहाँ विद्यार्थीहरूलाई भाइ बहिनीहरूलाई 9, 10, 11 क्लासको भाइ बहिनीहरूलाई अनि गृहिणी महिलाहरूलाई त्यसपछि व्यवसायीहरूलाई अनि त्यसपछि किसानहरूलाई हामीले सिकाउनु पर्ने अनि त्यसपछि पेस्टिसाइड म्यानेजमेन्टसँग मिलेर हामीले 14 वर्ष देशैभरि हामीले चाहिँ ट्रेनिङ प्रोग्राम गरे विषादी न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा। त्यही कारण एउटै मात्र म तपाईँलाई भन्छु, अब तपाईँ विज्ञहरूको अगाडि हामीले कसरी बढाएको सानो कुरा गर्छु। तपाईँले मासु खानुहोस्, न्युट्रलसँग खानुहोस्, दिशाले भङ्गा जस्तै होइन, तर किनेर ल्याएर तपाईँलाई जति शङ्का लाग्ने किनेर ल्याएर त्यो ल्याउनुहोस्, सफा पानीमा पखालेर त्यसपछि आयो नुनमा अलिकति राखेर चोपेर पानीमा चोपेर 8 घन्टा राख्ने, त्यसपछि त्यसलाई धोइ पुछाली गरेर खानुहोस् भनेर हामी सिकाउँछौँ। त्यो हाम्रो आफ्नो चाहिँ एउटा ऱ्यान्डमली यो सिकाउने जो हामीले सिकाएको छ त्यही हामी सिकाउने गर्छौँ। त्यति अब हामी हाम्रो अन्तर्क्रियालाई यही पुर्याउँछौँ र प्यानलिस्टहरूलाई माया दिँदै कार्यक्रमलाई समापनको तर्फ अगाडि बढाउन